सबै कुरो मेरो हातमा जिम्मा लगाएको छ भनेर प्रभुले हाम्रो मन जान्नुहुन्छ क्या। अनि त्यही कारण मैले अब यसको लागि गर्नै पर्छ। अनि प्रभुले त्यो काम गर्नुहुन्छ, पुरा पनि गर्नुहुन्छ हो। अब यिनीहरूको आजदेखि वैवाहिक जीवन सुरु भएको नि हो। स्कुलमा हो भने नानीहरूलाई फर्स्टमा लाँदा कहाँ पाउँछ? हिजोआज फर्स्टमा के हुन्छ? प्ले ग्रुप भन्छ। त्यहाँ गएर खालि नानीहरू पढ्नु पर्दैन, के मात्रै गरिबस्छ? खेली मात्रै बस्छ, खेली मात्रै। तर त्यो स्कुल हो, खेली मात्रै बस्छ, खेली मात्रै बस्छ, खान्छ, खेल्छ, मैला गर्छ, टिचर आउँछ एकदम हेरिदिने एकदम सबै। तर त्यो पनि स्कुल हो। प्ले ग्रुपदेखि सुरु हुन्छ, नर्सरी सुरु हुन्छ, त्यसमा युकेजी सुरु हुन्छ, एलकेजी सुरु हुन्छ, त्यसमा बल्ल 1मा पुग्छ। अब आजदेखि तिनीहरूको वैवाहिक जीवनको केमा तिनीहरूको एडमिसन भएको? केमा एडमिसन भएको अरे? यो टेबल त कत्रो रहेछ हौ। केमा सुरु भएको अब एडमिसन भएको? प्ले ग्रुप मात्रै हो। अब लामो छ जानु है, लामो छ जानुपर्छ, कति राम्रो। तर तिमीहरूलाई प्रभुले जो प्रतिज्ञा दिनुभएको छ, प्रभुले नि प्रतिज्ञा हतपत जेको लागि प्रभुले प्रतिज्ञा दिनु हुँदैन। प्रभुको प्रतिज्ञा त्यस्तो सस्तो छैन, हतपत दिनुहुन्न प्रभुले। तर जब प्रभुलाई हामी प्रार्थना गर्छौँ अनि तर जब प्रभुले हामीलाई प्रतिज्ञा दिनुहुन्छ नि, दिएपछि चाहिँ त्यो प्रतिज्ञा चाहिँ उहाँले के गर्नुहुन्छ? पुरा गर्नुहुन्छ। सोचेको सम्झेको भन्दा ज्यादा प्रकारले पुरा गरेर जानुहुन्छ। बुझ्नुभयो? त्यस कारण जता हामी जेसुकैको लागि प्रतिज्ञा दिनुहुन्न है, किनभने त्यो जता हामी त्यो भन्दा कहाँ हुन्छ होइन। प्रभुले पक्का प्रभुको इच्छाभित्रको कुरा उहाँलाई एकदम सन्तुष्ट भएपछि मात्रै उहाँले दिनु। तर त्यो प्रतिज्ञामा सबै त्यहीँ हालिदिएको छ। त्यस कारण तिमीहरूलाई प्रतिज्ञा दिएको छ। कति राम्रो यहाँ हाम्रो त नानी, तिमीले पढ त, उसलाई दिनुभएको प्रतिज्ञा सुन्नुहोस् है। त्यस कारण यहाँ कति जवान छोराछोरीहरू हुनुहुन्छ, म पनि यस्तै सेतो साडी लगाउँछु भनेर है, जवान छोरीहरू त्यस्तो सपना देख्नु हुँदैछ, राम्रो कुरा हो। जवान छोराहरू, म पनि यस्तै सुट लगाउँछु, मलाई पनि मेरो बाबा आमाले छेउबाट यसो समातेरले मेरो परिवारको समातेर त्यहाँ राखिदिन्छ। तपाईँले के यो बिहामा तपाईँले आफ्नो सपना देख्नु हुँदैछ बिहाको? राम्रो कुरा, राम्रो कुरा। सोच्नुपर्छ, प्रार्थना गर्नुपर्छ त्यसको। अनि सब कुरो प्रभुको हातमा के गर्नुपर्छ? हामीले सुन्नुपर्छ है। तब प्रभुले के गर्नुहुन्छ? साथहरू पढिदिनुहोस्। अन्त प्रभुले यसरी वचन पनि दिनुहुन्छ। बुझ्नुभयो? कति राम्रो। अघि सोधेको नानी, तिमीले के प्रतिज्ञा पायो? प्रभुले यो बिहा पक्का प्रभुपट्टिबाट हो भनेर प्रभुले के अगुवाई गर्नुभयो भन्दा यो प्रतिज्ञा थिएछ। लु पढिदिन्छ नानु, कति पो हो? कति पहिला लु तिम्रो पढ्दै, म त यिनलाई स्मृति मात्रै भन्नुहुन्छ। लु पढ्नु त, अघि पढ्दै थियो। यशाया 34 को 16 पद। लु पढिदिनु। माइक छिटो। परम प्रभुको पुस्तकबाट सोधखोज गर। दिनमा एउटै पनि पुरा नभई छोड्ने छैन। कसैलाई आफ्नो जोडाको घटी हुने छैन। किनकि मेरो मुखले नै आज्ञा दिएको हो। किनकि प्रभुले भन्नुहुँदैछ मेरो मुखले नै आज्ञा दिएको हो र उहाँको आत्माले नै तिमीलाई भेला पार्नु भएको हो। उहाँको आत्माले नै तिमीलाई के गरेको? भेला गराएको। कति राम्रो यो प्रतिज्ञा यिनले पाए। त्यस कारण हामीले हाम्रो इम्पोर्टेन्ट जीवनको कतिवटा महत्त्वपूर्ण
एउटा निर्णयहरू लिने, हामीले आफ्नो बुद्धिमा ज्ञानमा बट्याइमा निर्णय लिनु हुँदैन। त्यसको लागि हामीले के पढ्नुपर्छ? परम प्रभुको पुस्तकमा के भन्दैछ? खोजिहेर भन्दैछ। बुझ्नुभयो? कारण हामी जहिले पनि प्रभुको वचनलाई पढ्ने, केही कुरो प्रभुको वचनबाट अगुवाई माग्नु। प्रभु मलाई यस्तो अगुवाई हुँदैछ, के हो यो? तपाईँपट्टिबाट हो? यदि हो भने मेरो पाठद्वारा तपाईँ मसँग बोल्नुहोस् भन्नु पऱ्यो नि प्रभु। अन्त प्रभुले प्रभुको वचनद्वारा अगुवाई गर्छ। अनि जब प्रभुको वचनद्वारा अगुवाई गर्दा मनमा शान्ति हुँदै आउँछ। बुझ्नुभयो? परिवारकोहरूलाई पनि शान्ति हुँदै आउँछ, आफूलाई शान्ति हुन्छ, सबलाई शान्ति हुन्छ, स्वतन्त्र हुन्छ मनमा। परम प्रभुको पुस्तकमा खोजिए। त्यस कारण प्रभुको वचन पढ्नु छोड्नु हुँदैन है। कति राम्रो यिनले यो प्रतिज्ञा पाए है। प्रभुको मुखले बोल्नु भएको त्यो कुरा नभई छोड्दैन। हेर्नु त, अनि परमेश्वरको आत्माले एक बनाएको भन्दैछ। कति राम्रो है। यो प्रतिज्ञा यिनले पाएछ है। बुझ्नुभयो? अनि त्यसपछि भाइले के पाएको छ पढ्दिनु त। हितोपदेश 19:4 छ। त्यो 14 पद। भद्र पहिलो सुगति हुन् अनि बुद्धिमती पत्नी चाहिँ परमप्रभुबाट हो। लु हेर्नुहोस् है, यो प्रतिज्ञा नानीले प्रार्थना गर्दै गर्नु कति राम्रो। यस कारण तपाईँ मैले के विषय लिएर प्रभुमा सम्पूर्ण प्रकारले भरोसा परेर है हामीले प्रार्थना गरिरहेका हुन्छौँ। प्रभुले त्यो चाल पाउनुहुन्छ अनि त्यो अनुसार प्रभुले आफ्नो समयमा प्रतिज्ञा दिनुहुन्छ। अनि प्रतिज्ञा दिने मात्रै हेर्नुहोस् त, पिताजी सोधेली भयो। अनि यहाँको मम्मी त निकै अगाडि पो भएको हेर्नु त, कति कारणवश यिनीहरूले यसरी बस्यो। अहिले अघि सोध्यो कि सस्यताको साथ बस्यो तिमीहरू बसेको छ। कति राम्रो है। अनि आज के भयो यो दिनमा पनि प्रभु किन प्रतिज्ञा मान्नु भएको छ नि है। त्यसले गर्दा आजको दिन प्रभुले के गर्नुभयो, हामीलाई यो दिनमा प्रवेश गर्नु कति राम्रो। यस कारण यस्तो प्रकारले यो चाहिँ प्रभुको काम हो नि त। अघि हामीले पढ्दै थियौँ, यो चाहिँ परमेश्वरको काम हो। जो काम चाहिँ कस्तो छ, अद्भुत भनिकन अघि हामीले भजन सङ्ग्रह 118 दिन परमेश्वरको काम है। यसरी प्रभुले अगुवाई गर्नुहुन्छ, वचन दिनुहुन्छ अनि त्यो काम अद्भुत काम हुन्छ। कति राम्रो। यस कारण आज प्रभुले साथ है हामी सबै कुरोमा प्रभुलाई काम गर्नु है। अनि जब प्रभुले काम गर्नुहुन्छ प्रभुले त्यसलाई यस्तो राम्रो प्रकारले के गर्नुहुन्छ, अन्तर्गत गर्नु। त्यस कारण अयुबको किताबमा एउटा पद लेखेको छ, तिमीहरूको सुरुवात निक नभए तापनि तिमीहरूको अन्त चाहिँ कस्तो हुन्छ, महान हुन्छ। ल त्यस कारण कतिचोटि नि परमेश्वरले गरेको कामहरू यसो हेर्दाखेरि कोही बेला निक्न खालके हुन्छ क्या। यसो हेर्दाखेरि कमजोर प्रकारको पनि देख्छ। बुझ्नुभयो? तर त्यो काम चाहिँ नि आज भन्दै भोलि भन्दै सामर्थ्य महान त्यसले आफै रूप दिँदै आशिषित बलवान एकदम त्यो स्थिर पार्दै प्रभुले लानुहुन्छ। परमेश्वरको काम कतिचोटि यस्तो हुन्छ। यस कारण अयुबको किताबमा त्यसरी लेखेको हामी देख्छौँ। 8:7 हो, पढिदिनुहोस् त। अयुबको किताब 8:7। यस कारण प्रभुलाई हामी है, प्रभुको काम कस्तो अद्भुत छ। यस कारण हामी सबै कुरोमा के गर्नुपर्ने, प्रभुलाई काम गर्नु। पढ्नुहोस् त अयुब 8:7। अनि तिम्रो सुरुवात सानो भए पनि, तिम्रो सुरुवात कस्तो भए तापनि सानो भए तापनि अरे त्यसको मतलब सानो भएपछि होला के त हुन्छ के त कुनै पत्याइ सानो भएर नि अब त्यसको। तर होइन, परमेश्वरले गर्नुभएको हो भने चाहिँ नि त्यो सानो किन देख्दैछ, भोलि ठुलो। तिमीहरूको सुरुवात सानो भए तापनि के हुन्छ अरे,
तिम्रो अन्तको वृद्धि ठुलो हुने थियो। हेर्नु त तिम्रो अन्तको वृद्धि ठुलो हुने थियो भने ठुलो भएर जान्छ। कति राम्रो बुझ्नुभयो? तर कतिचोटि हाम्रो आफ्नै ज्ञान बुद्धिले गरेको पहिला चाहिँ राम्रो देख्छै त्यतिखेर आउनु गयो नि हौ कस्तो भव्य भयो नि हौ कस्तो राम्रो भन्छ सबै खुसी हुन्छ हेर्नुहोस् त। तर भोलि पर्सि गर्दै जाँदा त समय बित्दै जाँदा त है। अनि त्यो अस्ति नै त्यो एकजनाको बिहा भएको थियो धुमधाम कस्तो भयो अहिले त के भयो उनीहरू त डिभोर्सको भएको थियो छुट्टी सक्यो उहिले भन्छ। यो हेर्नुहोस् सुरुवात चाहिँ कस्तो गर्न चाहे धुमधाम गर्न चाहे प्रभुको इच्छा बुझ्नु छैन। भरे 1 वर्ष नपुग्दा कता के भयो। तर प्रभुको इच्छाबाट प्रभुले हात जब हाल्नुहुन्छ जब प्रभुलाई हामी काम गर्न दिन्छौँ त्यो हेर्दा निप्न होला। तर आज भोलि हातै आशिषित रूपले माथि गान्तोकमा पनि नि कति हाम्रो दाजुहरूको विचारमा अब यति थुप्रो मान्छे पनि थिएन धेरै वर्ष अगाडिको कुराहरू है। हेर्नु त अनि हाम्रो यहाँ हाम्रो दाजु पनि हुन्छ काजी दाजु पनि यहाँ बसिरहनु गान्तोकको कुराहरू उहाँलाई देख्नु भएको छ। कतिजनाको बिहा नि यस्तो थियो विचारहरू अब आर्थिक अवस्थामा पनि त्यस्तै है। अनि कतिजनाको 2 जनाको बिहा एकै दिन भएको क्या अब एउटै खर्चमा चल्छ भनेर त्यस्तो अवस्था पनि थियो त्यति बेला। अनि त्यो बिहाहरू त्यति यसो हेर्दाखेरि यति लाग्दो प्रकारले सुरु भयो सानो प्रकारले सुरु भयो। अघि म आउँदा यहाँ त कस्तो मिठो मिठो नाकमा बास्ना आउँदै त्यस्तो कहाँ बास्ना आउँछ। उहाँहरूको बिहामा त त्यस्तो केही पनि थिएन साधारण कतिको सिँगाडामा पनि भएको छ। लु हेर्नुहोस् अब छैन त के गर्ने हो। त्यसरी पनि भएर गयो यसो हेर्दा निप्न सानो प्रकारले है। तर त्यो दाजुहरू पनि सुरुवात त्यस्तो भए तापनि है उनीहरूको त बिस्तारी गर्दै प्रभुले उनीहरूको गर्वमा गोठमा आशिषहरू दिनुभयो नानीहरू भयो। अनि त्यो नानीहरू अहिले उनीहरूले प्रभुको सेवा गरिरहेको छ। उनीहरूले प्रभुको सेवा गरिरहेको छ। तर सुरुवात कसरी भएको निकै प्रकारले भएको सिँगाडा खुवाएर भएको। लुगा पनि बेहुलीको पनि लुगा छैन बेहुलाको पनि छैन त्यस्तै प्रकारले कति राम्रो सिम्पल कमी घटीमा अभाव सुरुवात तर कति राम्रो अहिले आशिषित बाउ सेवा गर्ने अनि बाउले सेवा गरेर प्रभुको साथमा त्यसको साथ उनीहरूको नानीहरू निक्लेको छ एक्साइट। कतिले म्युजिकमा हेल्प गर्छ कतिले युथमा हेल्प गरिरहेको छ कतिले यस्तो क्या त्यस्तो हुन्छ है त्यस्तो हुन्छ है। त्यसमा तिनीहरूको सुरुवात निम्न जब हामीले प्रभुलाई हात हाल्न दिन्छौँ प्रभुको हातमा जिम्मा लगाउँछौँ तब चाहिँ है यस्तो भएर जान्छ। तर कति बिहाहरू हामी संसारमा पनि देख्छौँ धुमधाम गर्छ तर अलिक दिन बाद छुट्यो कुलिके भएर डाङडुङ भएर जान्छ है। त्यस कारणले यहाँ प्रभुको वचनमा कति राम्रो यो परमेश्वरले गर्नुभएको हो है। यो हाम्रो दृष्टिमा अद्भुत। अनि यो दिन परमेश्वरले बनाउनु बनाउने पनि उहाँ गर्ने पनि उहाँ। हामी चाहिँ के मात्रै यसो हात बाँधेर हेर्ने मात्रै बुझ्नुभयो। सबै उहाँले गर्नु हामीले हेर्ने मात्रै। प्रभु तपाईँ गर्नु हामी त्यो हेर्छौँ कति राम्रो है।
त्यो काम प्रभुले गर्नुभएको अरे यो दिन पनि प्रभुले बनाउनु भएको अनि अब त्यो दिनमा सबै काम गर्ने पनि प्रभुले अब तपाईँ म चाहिँ के भन्दैछ हामी यसमा के गर्नेछौँ के गर्छौँ भन्दैछ हामी त आनन्द हाम्रो त काम के मात्रै प्रभुले त चुप लाग्नु बस सबै म गर्छु त खालि आनन्द मात्रै मनाऊ भने हामीलाई त के मात्रै दिनुभएको छ आनन्द मनाउने काम मात्रै दिनुभएको छ बुझ्नुभयो हामी आनन्द मनाइरहेको लु होइन लु पढिदिनुहोस् त त्यहाँ त्यस्तो लेखेको छैन भविसङ्घ 118 को 24 पदमा लु पढिदिनुहोस् त यो दिन परमप्रभुले बनाउनु भएको हो, हजुर यसमा हामी रमाउनेछौँ र आनन्दित हुनेछौँ। हेर्नुहोस् त हाम्रो काम के हो हामी आनन्द मनाउँ अनि प्रभुको जनहरू कहिले पनि हामी शरीरमा आनन्द मनाउँदैन होइन कोही शरीरमा आनन्द मनाउँछ हामी शरीरमा आनन्द मनाउने प्रभु गर्दैनौँ तर हामी आत्मामा आनन्द मनाउँछ प्रभु आफैले त्यो नमुना राखिदिनु भएको लुकाको किताबमा प्रभु के हुनुभयो उहाँ आत्मामा आनन्दित हुनुभयो भनेर प्रभुले के गर्नुभएको छ एउटा नमुना उहाँले राखिदिनु है। त्यस कारण आज हामी के गर्नुपर्छ यो दिनमा हामी शरीरमा आनन्द मनाउने मान्छेहरू पटक्कै होइन हामी आत्मामा हामी आनन्द मनाउँछौँ है। कति राम्रो कुरो यसमा आउनुहोस् त यहाँ लुकाको किताबमा हामी यो कुरोलाई गरेका हामी देख्छौँ। लुकाको किताब 10 अध्यायको 20 पदमा लु पढ्नुहोस् 20 अनि 21 पदमा लु पढ्नुहोस् त तरै पनि आत्माहरू तिनीहरूका बसमा छन् चेलाहरू आत्माहरू उनीहरूको बसमा पऱ्यो भने यति खुसी भइरहेको थियो अनि आनन्द नगर, आनन्द मनाइरहेको अनि तर तिनीहरूका नाम स्वर्गमा लेखिएका छन् भन्ने कुरामा बरु आनन्द गर। हेर्नु त एउटा विश्वासीलाई है प्रभुले केमा आनन्द मनाउनु सिकाउनु हुँदैछ तिमीहरूको नाम नि स्वर्गमा लेखिएको छ भन्ने कुरोमा चाहिँ आनन्द मनाऊ है भनेर यहाँनिर बताएका हामी त्यस कारण जब हामीले प्रभु यीशु मसीहलाई विश्वास गर्छौँ है तपाईँ मेरो नाम त कहाँ हुन्छ स्वर्गमा पो लेखिन्छ कस्तो राम्रो कुरा हेर्नु त अनि त्यो कुरा चाहिँ के हुन्छ एउटा व्यक्तिको लागि एउटा रमाउने कारण आनन्द मनाउने कारण भएर जान्छ है। कति राम्रो कुरा अनि त्यसको साथ पढिदिनुहोस् त त्यस गरी येशू आत्मामा आनन्दित हुनुभयो हजुर र भन्नुभयो हे पिता स्वर्ग र पृथ्वीका प्रभु म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले यी कुराहरू बुद्धिमान र समझदारहरूबाट लुकाउनु भएको छ र यीलाई बालकहरूमा प्रकट गर्नुभएको छ। हेर्नु त अब यहाँ 24-21 पदमा हामीले देख्यौँ अनि त्यस घडी प्रभु आत्मामा के गर्नुभयो आनन्द मनाउनु भयो बुझ्नुभयो। त्यस कारण आज हामी प्रभुको जनहरू छौँ हामी शरीरमा आनन्द मनाउँछौँ शरीरमा हार हो गर्दैनौँ है बुझ्नुभयो। अनि यस्तो कुरो पनि याद गर्नुपर्छ हिजो आज यो बिहा साथीमा अनि अरू के मानि यो सानो शरीरको कुरोमा प्रभुको जनहरू पनि अलिकति ज्यादा ध्यान दिएको जस्तो देखिन्छ के अनि फेरि कसरी चाल पाउँछ भन्नुहोस् न केमा हाल्छ फेरि आफै केमा हाल्छ फेसबुक र व्हाट्सएपमा हाल्छ बुझ्नुभयो। कसले कहाँ बर्थडे मनाउँदैछ केक काटेर एकअर्कालाई खुवाउँदैछ के कसो गर्दैछ व्हाट्सएपमा आफै हाल्छ फेरि लुक्ने चान्सै छैन बुझ्नुभयो। अनि हेर्नु त्यस्तै मात्रै नक्साहरू हालिरहेको कुनी के सबै शरीरमा आनन्द मनाउँछ। जब हामी शरीरमा आनन्द मनाउँछौँ नि शरीरमा आनन्द मनाउँदाखेरि चाहिँ त्यसमा कुनै लाभ हुँदैन आत्मामा लाभ हुँदैन तर एउटा नोक्सानी हुन्छ हेर्नुहोस् त बुझ्नुभयो। विश्वासीहरू के भएको नि त्यो विश्वासी भन्छ के हालेको है फेरि त्यस्तो भयो त्यहाँदेखि सुरु हुन्छ गनगन सुरु भएन तपाईँको एक्टिभिटिजले गर्दा सुरु भयो त्यहाँदेखि त्यस्तै अलिक शरीरको कुरोहरूमा ढल्किँदै गरेको विश्वासीहरूलाई त के हुन्छ टेवा हुन्छ म पनि यस्तै गर्छु भन्छ लु हेर्नुहोस् त त्यो एउटा कुराले गर्दा कति धेरै नोक्सानी हुँदै जान्छ अनि अहिलेको यो जेनेरेसनलाई जन्मनालाई त कति प्रेरणा पाउँछ। त्यस कारण हामी शरीरमा आनन्द मनाउने प्रभु यीशु मसीहले यहाँ नमुना राख्नुभयो अनि प्रभु यीशु मसीह आत्मामा आनन्दित हुनुभयो है। त्यस कारण प्रभुले हामीलाई
एकदम साथ। यसै आज यो प्रभुले बनाउनु भएको दिनमा हामी के हुन्छौँ? यहाँ हाम्रो अन्त यहाँ केही छैन, काँटा र टुटु के बजिरहेको के यहाँ त्यस्तो केही छैन। त्यसमा हामी होसियारी हुनुहुन्छ। एकपल्ट एउटा ठाउँमा नि हेर्नुहोस् है, विश्वासीहरूले पनि त्यसो गर्छ। एकपल्ट ठाउँमा के भयो? नानीको नाम राख्ने सेवा थियो। भरे सबै मण्डली आयो, प्रभुको दासहरू आयो, प्रभुको गीत लगाइरहेको छ। प्रभुको गीत लगाइरहेको छ, एकदम बाजा बजिरहेको छ। प्रभुको गीत सेवाहरू भयो, यति राम्रो आशिषित सेवाहरू भयो। आमा बाउले प्रार्थना गरे, नानीको नाम राखिदियो, प्रभुको दासहरू एकदम खुसी भयो। अनि खानासाना खाएर दिउँसो भएको त्यो सेवा। अन्त सबैजना लडेपछि आशिषित भएर सेवा भन्दै एकदम त्यो परिवारलाई एकदम खुसी भएर त्यसको साथ बिदा गर्दै विश्वासीहरू गयो। दिउँसोको सेवा सक्यो भने बेलुका त साथीले त अर्कै सेवा राखेको छ फेरि। बुझ्नु? बेलुका त फेरि गाउँकोलाई बोलाएको छ। बुझ्नु? बेलुका त गीत त फेरि अर्कै, अघि त प्रभुको गीत गर्दैछ। बुझ्नु? हेर्नुहोस्, अघि त विश्वासीहरू आउँदा त ब्ल्याक टी पो चल्दै थियो, भरे बेलुका त अर्कै टी पो चल्दो रहेछ। त्यहाँ ग्लासमा चाहिँ कालै देख्ने। हेर्नुहोस्, गीत बेग्लै, माहौलै बेग्लै भयो। त्यहाँ फोन आयो, हजुर यहाँ त के हो यस्तो पो हुँदैछ। अब निकै टाढो जग्गा हो, 2 घन्टा 1-1.5 घन्टा लाग्ने ठाउँ। हेर्नुहोस्, तर जब यो विश्वासीले यस्तो गरे नि, उसले दाम दिनु त्यति दयनीय भएर गयो। उनीहरूको घरै डाङडुङ भएर गयो, कता के भयो। हेर्नुहोस्, एकदम लाइभ है। म त्यो परिवारको नामहरू पनि भन्नु सक्छु, सुटुकाएर सोध्नु त्यस्तो हुन्छ नि त। प्रभुले जब हामीलाई सिकाउनु भएको छ शरीरमा आनन्द नहुन, शरीरको कुरामा ध्यान नदे, यो तिमीहरूको भाग होइन। तिमीहरू आनन्द मनाउँछ भने स्वर्गीय कुरोमा आनन्द मनाऊ। तिमीहरूको आनन्द मनाउने तरिका आत्मिक तरिका छ, त्यस आत्मामा तिमीहरू आनन्द मनाऊ। यो प्रभुले सिकाउनु भएको कुरादेखि जब हामी दिग्वित गरेर अरू है अर्को प्रकारले शरीरमा आनन्द मनाउँछ, तब उसलाई नोक्सान हुन्छ। त्यस कारण हामी जहिले पनि यो कुरोलाई हामीले मेन्टेन गरेर है। त्यस कारणले गर्दा आज प्रभुले हामीलाई के गर्छ साथ। अब यहाँ प्रभुको वचनमा हामी देख्छौँ प्रभुले सबै है कुरोलाई बनाउनु भयो। अनि आदमलाई प्रभुले बनाउनु भएको कुरा हो। अनि यो म्यारेज भन्ने कुरो चाहिँ यो चाहिँ प्रभुको मनमा भएको विचार हो। बुझ्नुभयो? जब आदमलाई प्रभुले बनाउनु भयो, आफ्नो स्वरूपमा बनाउनु है, यति सुन्दर। अनि त्यस पश्चात प्रभुले यसो हेर्नुहुन्छ आदमलाई, मैले यसलाई यति सुन्दर बनाएँ, मै जस्तो छ, मेरै डुप्लिकेट हो यो, मेरै फोटोकपी हो यो। यसो हेर्नुहोस्, तर यो त्यति पो भएको, यो प्रभुको मनमा आएको छ। अनि आदम एक्लै हुँदाखेरि है प्रभुलाई त्यो विषयले मनमा छुयो क्या। सृष्टिकर्ता परमेश्वर मनमा छुयो। अनि त्यस पश्चात प्रभुले आदमको लागि के गर्नुभयो? हावाको उसको जीवन साथीको प्रबन्ध प्रभुले गर्नु। त्यस कारण बिहा गर्नु हामीलाई अन्यत्र सोच्नु हुँदैन है। बिहा गर्नु पाप हो, कतिचोटि त्यस्तो शिक्षाहरू पनि आउँछ भन्ने छ बाइबलमा। त्यस्तो होइन, बाइबलमै लेखेको छ। यदि एउटा कन्याले बिहा गर्छ भने ठिकै छ, उसले गरोस्, त्यो उसले पाप गर्दैन भन्नु। बुझ्नुभयो? त्यस कारण यो कुरोलाई हामीले अनेक प्रकारले कतिचोटि त्यस्तो प्रकारले हामी लिइरहेका हुन्छौँ। त्यस्तो पनि हामीलाई लिनु मिल्दैन। त्यस कारण 2 अध्यायमा पढ्नुहोस्, उत्पत्तिको किताब 2 अध्यायको हामी यहाँ देख्छौँ 18 पदमा। लुको अघि हामीले पढ्दै थियौँ त्यसलाई पढ्नुहोस्। अनि प्रभु परमेश्वरले भन्नुभयो, आदम एक्लो रहनु असर होइन, तिनका निम्ति म तिमीसँग मेरै खानी एउटा सहयोगी बनाउनेछु। कति राम्रो
आदम एक्लो बस्नुलाई ठिक हो। अब यो आदम एक्लो बसेको प्रभुले देख्नु भयो नि, यति बेला आदम कहाँ छ भन्नुहोस् त? कहाँ राखेको छ प्रभुले आदमलाई? अदनको बगैँचामा। अब अदनको बगैँचाले प्रभुको घरलाई, सङ्गतिलाई, मण्डलीलाई बुझ्नुभयो? त्यस कारण जब एउटा जवान छोरा छोरी प्रभुको घरमा लगातार सेवा सङ्गतिमा आइबस्छ, त्यसको चिन्ता कसले गर्नुहुन्छ? कसले गर्नुहुन्छ? प्रभुले गर्नुहुन्छ, बुझ्नुभयो? तर यदि त्यो जवान छोरा या त त्यो जवान छोरी बिहा शादी गरेको छैन, त्यो सेवा सङ्गतिमा पनि आउँदैन, बुझ्नुभयो? त्यस्तो हो भने प्रभुलाई पनि कति गाह्रो पर्छ त्यस्तो कुरो ट्याकल गर्नु, होइन? बुझ्नुभयो? तर तपाईँ सेवा सङ्गतिमा लागिरहनु भएको छ भने प्रभुले तपाईँलाई हेर्नुहुन्छ। यो एक्लैको भयो। त्यसको साथ त्यो प्रभुको विचार चाहिँ नि प्रभुले कसलाई हालिदिन्छ? मण्डलीमा भएको जिम्मेवारीहरूको हृदयमा हालिदिन्छ। अरे मेरो यो छोरा, मेरो यो छोरीको एक्लैको भन्दा ल है यसको लागि यसो राख्नु ग भनेर त्यस्तो प्रकारको विचार मण्डलीमा प्रभुको दासहरूको हृदयमा हालिदिनुहुन्छ। यस कारण यहाँ आदम एक्लै भएको अवस्थामा आदम कहाँनिर छ? अदनको बगैँचामा, जहाँ चाहिँ परमेश्वरले राख्नु भएको थियो। भन्छ ल आउनुहोस् त, दुई अध्यायको यहाँनिर 8 पदमा लु पढ्नुहोस्। अनि प्रभु परमेश्वरले पूर्वपट्टि अदनमा एउटा बगैँचा लगाउनुभयो र त्यहाँ आफूले बस्नु भएको मानिसलाई राख्नुभयो। अनि प्रभु परमेश्वरले जमिनबाट ल हेर्नुहोस् त, बुझ्नुभयो? अनि परमेश्वरले एकदम पूर्वपट्टि के गर्नु अरे? एउटा बगैँचा लगाउनु अरे। त्यो चाहिँ इडन भनेर लेखेको छ। अनि आफूले बनाउनु भएको मान्छेलाई प्रभुले के गर्नुभयो? त्यहाँनिर राख्नुभयो भनिकन के गरेको छ बताएको हामी देख्छौँ। आदमलाई प्रभुले सृष्टि गरेर लु जहाँसुकै गएर बस, आफै छानेर बस, यति राम्रो संसार मैले बनाइदिन्छु, सृष्टि गरिदिन्छु, तँलाई जहाँ मनपर्छ रोजेर बस भनेर छोडिदिनु भएन। तर प्रभुले एउटा जग्गा दिएछ, अनि त्यो जग्गा बगैँचा थियो, अनि त्यो जग्गाको नाम चाहिँ इडन थियो। इडन अङ्ग्रेजीमा इडन है। त्यो एउटा विशेष ठाउँमा प्रभुले आदमलाई राखिदिनु भयो। त्यो ठाउँ उसको लागि बनाएको थियो, त्यहाँ ऊ बस्नुपर्ने थियो। अब त्यहाँ उसले आफ्नो समय व्यतीत गर्नुपर्ने थियो। अनि त्यो चाहिँ उसको एउटा एड्रेस थियो। त्यो कति जवानहरूको एड्रेस त्यस्तो हुन्छ नि, घरमा जाँदा घरमा भेट्दैन। ए घरमा भेट्नु भएन, त्यसो भने नि उसको एड्रेस नि चर्चमा जानुहोस् न, ल भरे चर्चमा जाँदा त साँच्चै नै चर्चमा पो उ त प्रभुको घरमा पो त एकदम यताउता गरिरहेको हुन्छ, बुझ्नुभयो? त्यसमा तपाईँ नि मेरो एड्रेस चाहिँ कहाँ होस्? चर्च। यस कारण प्रभुको घर चाहिँ एड्रेस हुनु पऱ्यो नि जवान। यहाँ आदमको एड्रेस कहाँ हुँदैछ? आदम एड्रेस कहाँ? गार्डन अफ इडेन। यो चाहिँ कसको एड्रेस हो? आदमको एड्रेस। त्यस कारण तपाईँ नि मेरो एड्रेस हो, त्यस्तो हुन्छ है। प्रभुको घर तपाईँ नि मेरो एड्रेस है। त्यसको मतलब अलिकति फुर्सद पाएर प्रभुको घरमा आउने, त्यो जुन हुने क्या त्यस्तो खाले प्रभुको घरमा सहिले पनि भेटाइने। त्यसो कति राम्रो। गान्तोकमा नि कन्भोकेसन टाइम अगस्तको टाइममा अब पण्डालहरू बनाउने थुप्रो कल्चरल दाजु आयो है। अनि एउटा भाइ थियो क्या, एउटा भाइ थियो त्यहाँ गान्तोकमा आएर कन्भोकेसनमा यति उसले सघाउँथ्यो। अब त्यो बाँसहरू बोक्नु पण्डाल बनाउनु सघाउँथ्यो। अन्त मैले उसलाई भन्थेँ, ए घरमा फोन गर्दैछस् भनेको? गरेको छुइनँ नि हौ। अन्त घरमा चाहिँ फोन गर न, अन्त आमा हुनुहुन्छ, आमालाई फोन गर्नु भन्दाखेरि उसले के भन्थ्यो भने यहाँ आएपछि त नि म त सबै घरै बिर्सिन्छु भने। सेवा घरमा आएपछि त उसले त घर सबै बिर्सिन्छ, फोन गर्नु पनि मन नपर्नु भने है, फोन पनि नगर्ने हुने यति सानो प्रभुको घरमा। तर फेरि अर्को कुरा के हुन्थ्यो भने नि कन्भोकेसन सकेर फेरि घर जान्थ्यो कि घर गएपछि फेरि सेवा घरै बिर्सिने थियो।
बुझ्नुभयो? सेवा गरेर बिर्सिने फेरि। अन्त म उसको आमालाई फोन गर्थेँ, छोरो कस्तो छ, सेवा जाँदैछ? के जान्थ्यो भाइ, गाटै छैन, कति सम्झौँ जान्दैन। बुझ्नुभयो? अब त्यसो हुनु भएन फेरि। सेवा घर आउँदा आफ्नो घर बिर्सिने, आफ्नो घर जाँदा फेरि के बिर्सिने? सेवा घरै बिर्सिने। त्यसो भएन नि त, त्यसो होइन, ब्यालेन्समा हुनु पर्यो। त्यसमा यहाँनिर आदमको एड्रेस हामी यहाँ देख्छौँ। आदम उसको एड्रेस चाहिँ के छ? गार्डन इडन, यो एड्रेस। त्यस कारण आज प्रभुले साथ अनि यो इडन भनेको नामको अर्थ चाहिँ के हो? एकदम खुसी भनेको, डिलाइट भनेको, एकदम आनन्द भनेको। बुझ्नु? त्यस कारण प्रभुको घरमा तपाईँले मैले के पाउँछौँ? तपाईँले मैले राम्ररी पाउँछौँ होइन? त्यस कारण बाइबलमा तपाईँले हेर्नुभयो भने थुप्रो कुरोहरू देख्नुहुन्छ है। प्रभुको घरमा जब हामी आउँछौँ, आदम यहाँनिर त्यो एकदम त्यो डिलाइट एउटा आनन्दको ठाउँमा बसिरहेको थियो। प्रभुले उसलाई त्यहाँ राखेको थियो, जुन चाहिँ एउटा के हो, एउटा स्वर्गको एउटा एउटा के हो, प्रोटोटाइप है, एउटा नक्सा, एउटा छायाको रूपमा प्रभुले आदमलाई यहाँ राख्नुभयो। कति राम्रो हेर्नुहोस् न। अनि यहाँ बसेर प्रभुले त्यहाँ गोडमेल गर्ने कामहरू लिएर अनि प्रभुले पर हेरी त्यो एक्लैको भयो। अरू सबै पशु प्राणीको जोडी जोडी थियो कि थिएन, तर प्रभुले यसो हेर्नुहुन्छ, एक्लै छ। त्यस कारण जब हामी सेवा सङ्गतिमा प्रभुको घरमा प्रभुको काममा लागिपर्छ है, प्रभुले हाम्रो चिन्ता गरिरहन्छ। यसलाई कुन कुरोको आवश्यकता छ, यसलाई के कुरोको अभाव छ है, त्यो त्यसको जिम्मा प्रभुले लिनुहुन्छ। त्यस कारण प्रभुले आदमलाई यति तपाईँले याद गरिराख्नुहोस्, यो त एक्लैको भयो भन्दाखेरि आदम कहाँनिर छ? अदनको बगैँचा। कति राम्रो कुरा नि। त्यस कारणले अदनको बगैँचा रूपी प्रभुको मण्डलीलाई हामीले छोड्नु हुँदैन है। दुःख सुखमा हामी के गरिबस्नुपर्छ? लागिबस्नुपर्छ। अनि यहाँ देख्छौँ त्यस पश्चात प्रभुले के भन्नुहुन्छ? म अब उसको लागि एउटा के गर्छु? उसँग सुन्ने एउटा सहयोगी म बनाइन्छु। प्रभुको काम यस्तो सिद्ध छ नि है। धेरैचोटि हामीले आफ्नो ज्ञान बुद्धि लगाएर खोज्छौँ कि नसम्म हुन्छ है, केही नमिलेर के पनि मिल्दैन। बुझ्नुभयो? त्यहाँदेखि भोलिदेखि त झन् केही मिल्दैन, 1 महिना बाद त झन् केही मिल्दैन, 1 वर्ष बाद त केही मिल्दैन। त्यहाँदेखि त यस्तो नमिल्ने हुन्छ कि कुनै कुरोमै मिल्दैन। अब कुनै कुरोमा नमिलेपछि विकल्प के हुन्छ? आफ्नो आफ्नो बाटो लाग्नु त अवस्था आउँछ। त्यस कारण यहाँ पनि कति होला नि होइन, कति प्रभुलाई पाएको जनहरू त्यसो है। प्रभुको सबै कुराहरू इच्छा बुझ्दा बुझ्दै पनि जब हामी आफ्नो इच्छा अनुसार काम गर्दा कतिजना धेरै सङ्कट भइरहेको छ, कति गाह्रो परिरहेको छ, छुट्टिनु पनि सक्दैन, मिलेर बस्नु यति गाह्रो, तर ख्रिस्टको दिल लिएर बसिरहेको छ, कति गाह्रो छ। धेरैवटा त्यसको प्रतिक्रियाहरू भोग्नुपर्छ हो। तर यहाँ हामी देख्छौँ प्रभुले चाहिँ तब यहाँ भन्नु, म यसको लागि प्रभुले भेला पारेको हुन्छ नि, आज भन्दै भोलि भन्दै जान्छ त त्यो हस्बेन्ड वाइफको एउटै पो देख्दै जान्छ हो कि भन्नुहोस् त। नाक हेऱ्यो एउटै देख्छ, हाइट हेऱ्यो एउटै, निधार पनि एउटै, शरीरको अङ्गहरू पनि सबै एउटै प्रकारको रूपहरू त्यस्तो, गोरी चाली त्यस्तै, हिँडाइ पनि त्यस्तै, एकदम मिल्दै पो जान्छ। उस एकदम त्यसो हुनु सुरु गर्छ, सबै प्रकारले मिल्दै ऊ जस्तै देख्न सुरु गर्छ, बोल्दा पनि त्यस्तै हुन्छ, उसको रुचि इन्ट्रेस्टहरू त्यस्तै पो हुँदै जान्छ। हेर्नु त किन त्यो प्रभुले जोडिदिनु भएको कति राम्रो। यसमा यहाँ प्रभुले भन्नु, म त्यसको लागि एउटा
सुहाउँदो जोडी म के गर्छु, आई विल मेक। प्रभुले यो जिम्मा म बनाएको छ। त्यसलाई जब हामी सेवा सङ्गतिमा लागिबस्छौँ, हाम्रो जिम्मा कसले लिनुहुन्छ? प्रभुले लिनुहुन्छ। अनि उहाँले हाम्रो निम्ति उहाँ अगाडि बढेर काम गरिदिनुहुन्छ है। त्यसमा यहाँ तपाईँ जवान छोराछोरी हुनुहुन्छ, सेवा सङ्गतिमा हिँडिरहनु भएको छ, प्रभुले तपाईँलाई हेरिरहनु। प्रभुले तपाईँको निम्ति नि द्वारा तयारी गर्नुहुन्छ। कतिचोटि कस्तो हुन्छ, आफूभन्दा सानो सानो उमेरको दाजुभाइ दिदी बहिनीहरूको बिहा हुँदै जाँदाखेरि आफूलाई कस्तो लाग्छ? सानो भइसक्यो, म त अब के हो, म त हुँदैन के प्रब्लम मलाई देख्नु भएको छैन के हो, त्यस्तो हुन्छ। कति गाह्रो पर्छ, बुझ्नुभयो? म पनि त्यस्तै अनुभव गरेर आएर भनेको। म पनि बिहा गर्दा 38 वर्षको मात्रै गरेको, 38 इयर्स पुगेको थिएँ बिहा गरेर, बुझ्नुभयो? अन्त मभन्दा सानो भाइ बहिनीको हुन्छ, अर्को हेर्छु, सानो सानो भाइ बहिनीहरूको हुँदैछ, फेरि आफू गीत गाउनुपर्छ हो। अब प्र्याक्टिकल कुरा नि कतिवटा आफूलाई मान्छेको कति प्रकारको विचारहरू आउनु के हो है। तर प्रभुले 38 वर्ष धीरज धर्नु लगाएर यस्तो राम्रो जीवन साथी दिनु है। कानी जति तपाईँलाई प्रभुले धीरज धर्नु लगाउनुहुन्छ त्यति दामी पाउनुहुन्छ। हरेस नखानुहोस्, मेरो आफैले भन्नु, हरेस नखाऊ विश्वासी हो, हर्लिक्स खाऊ भन्नु है। प्रभुले यहाँ जतिजना प्रार्थना गर्नु प्रभुले बताएको छ, सेवा समिति लागिरहनु, प्रभुको इदन रूपी प्रभुको मण्डलीमा बनि है। प्रभुलाई तपाईँको चिन्ता गर्ने प्रभु हुनुहुन्छ। त्यस कारण यहाँ प्रभुले भन्नुभयो, म उसको लागि एउटा सहयोगी बनाउनेछु। कति है। अनि प्रभुले बनाउनु भयो, खालि उहाँले म बनाउनु, म सहयोगी बनाइदिन्छु भनेर त्यसको साथ फेरि उहाँ चुप लागेर बस्नु भयो। प्रभुले बनाइदिन्छु भनेपछि त उहाँ त एक्सनमा आइहाल्नुहुन्छ। त्यसको के थियो है, उहाँले त्यसको साथ आदमलाई चाहिँ के गर्नुभयो, एक एक्सनमा आइहाल्नु भयो नि। उहाँले तत्काल काम गर्नु सुरु गरिहाल्नु भयो। आदमलाई गहिरो निन्द्रामा हालिदिनु भयो है। डिप स्लिप भनेको छ, गहिरो निन्द्रा। अनि त्यो गहिरो निन्द्रामा गएपछि प्रभुलाई काम गर्नु सजिलो पऱ्यो नि त है। त्यो हल्का फुल्का निन्द्रामा गएको भए त यहाँ कराउनु निकाल्दा त आयो भन्ने उठिहाल्थ्यो नि त। त्यहाँदेखि त कति गाह्रो पर्छ। त्यस कारण प्रभुलाई काम गर्नु दिनुको लागि चाहिँ कस्तो निन्द्रामा जानुपर्छ, निन्द्रामा जानुपर्छ। त्यसको मतलब एकदम सबै कुरालाई प्रभु म चाहिँ केही जान्दिनँ है, तपाईँले जसो भन्नुहुन्छ त्यसै गर्नु। मण्डलीको प्रभुको दासले जे भन्छ म त्यसै गर्नु। मेरो यो बुद्धि ज्ञान भट्काइ, मेरो इच्छा, मेरो चाहना, मेरो छैन, सबै मैले समर्पण गर्छु। बुद्धि चलोस् न तपाईँकै चलोस्, ज्ञान चलोस् न तपाईँकै चलोस्, मेरो केही नचल्नु भनेर जब हामी त्यो गहिरो निन्द्रामा सुताइदिन्छौँ त्यति बेला चाहिँ प्रभुलाई काम गर्नु सक्छ। त्यसमा आदमलाई निन्द्रामा हाल्नु अनि आदमैको कर्म भएको भयो। त्यसको जीवन साथी त उही भित्र पो लुकेको रहेछ। कस्तो राम्रो कुरा नि, उही भित्र रहेछ। अनि तब प्रभुले राम्रै उसको जीवन साथी बनाएर ठक्कै ल्याइदिँदाखेरि त आदम तर्सेर भाग्यो त्यहाँ। को आयो भनेर तर्सेर भागेन, तर उसको भित्र अरे फेरि त मेरो हड्डीमाको हड्डी उसले चिनिहाल्यो। त्यसमा जब प्रभुले नि तपाईँले मलाई गहिरो निन्द्रामा हालेर जब प्रभुको प्रबन्धमा प्रभुले हाम्रो अगाडि तपाईँको अगाडि त्यो जीवन साथीलाई ल्याइदिनुहुन्छ है। हामीलाई स्वतन्त्र भित्र तपाईँले चिनिहाल्नुहुन्छ, यो चाहिँ प्रभुले मेरो लागि बनाइदिनु भएको रहेछ। यहाँ त्यस्तै छ दुईजनाको
प्रभुले मेरो लागि बनाइदिएको भनेर पक्का स्वतन्त्र छ, भित्र एकदम त्यो निश्चयता छ, तिमीलाई पक्का छ? प्रभुले बनाइदिनु है। यसलाई अंशको यहाँ तलपट्टि पढेर पढिदिनुहोस् 21-22 सुनिबस्नु प्रभुले साथ लु पढ्नु। अनि परमप्रभु परमेश्वरले आदमलाई गहिरो निद्रामा पार्नुभयो र तिनी सुते। अनि उहाँले तिनका कर्महरूमध्ये एउटा निकाल्नुभयो र त्यसको ठाउँमा मासु भइदिनुभयो। अनि परमप्रभु परमेश्वरले जुन चाहिँ करमलाई आदमबाट निकाल्नु भएको थियो हजुर त्यसलाई एउटा स्त्री बनाउनु भयो र उसलाई आदम कहाँ ल्याउनु भयो। अनि आदम कहाँ ल्याइदिनु भयो? प्रभु आफै ल्याउनु हुँदैछ। कति राम्रो कुरा बुझ्नुभयो? प्रभुले जिम्मा लिएको नि त, म बनाउँछु भनेपछि कहाँ बनाउनु मात्रै कहाँ लानु छ, अर्कोलाई लोभेर देखाइदिन्छ, मन पराउँछु कि पराउँदैन भनेर कहाँ। प्रभु आफैले ल्याउँदाखेरि त कस्तो दामी कुरा है। सबै जिम्मा लिएको नि त उहाँले, प्रभु आफैले लिएर कति आदम। अनि त्यसको साथ 23 पदमा अनि आदमले भने अब आदमले भन्यो यो त मेरा हाडहरूको हाड, मेरो हाडहरूको हाड र मेरो मासुको मासु हो। र मेरो मासुको मासु। ऊ नारी भनिनेछ, ऊ नारी भनिनेछ, किनभने ऊ नरबाट निकालिएकी हो। किनभने ऊ नरबाट निकाल्यो। उसले चिनिहाल्यो यो चाहिँ यसो हेरे कि अरे यो त मेरो हड्डी हो, यसो हेरे यो त मेरो मासु। आदमका नाम राख्नुको उस्ताद थियो नि त है। कति धेरै नाम राखेको थियो उसले है। यो माथि पशु प्राणी हेर्नुहोस् त, त्यही नाम आज तपाईँले म भनिरहेको छु, अलिअलि यताउता भएको होला, तर उसको यति क्रिएटिभ, उसको वर्डहरू यति धेरै थियो उसको दिमागमा थियो क्या। यति थुप्रो पशुको नामहरू उसले राख्यो। उसले हावाको पनि नाम राखिदिइहाल्छ, नाम राख्नुको उस्ताद राखिदिइहाल्छ। यिनी चाहिँ नारी कलाइने छ, किनकि नरबाट निकाल्यो भनेर नाम पनि राखिदिइहाल्यो। अब यता के नाम दिने हो, कुनै हो मान्या गरेर भन्छ दादी भन्छ, मान्या गरेर के नाम दिन्छ क्या है। कति राम्रो थियो है, कति राम्रो। एउटा प्रेमको कारणले यसका उसले यहाँनिर नाम त्यो प्रभुले दिनुभयो। प्रभुले दिएपछि त राख्नु पायो नि त, प्रभुले नदिएकोलाई पो नाम राख्नु अप्ठ्यारो हो क्या त अन्त। तर प्रभुले पक्का आफ्नो जीवन साथीको रूपमा दिएको र प्रेमले बोलाउने नाम दिन्छ। यहाँ उसले प्रेमले बोलाउने नाम तिम्रो नाम नानी न है। त्यस कारण यस्तो प्रकारले हामी यहाँ चाहिँ छ प्रभुले नै पहिलो बिहान। तर अब हामी याद गर्नुपर्छ है, यो बिहान यहाँ प्रभुको आज्ञालाई पालन गर्नु भन्ने कुरा चाहिँ सबैभन्दा ठुलो कुरा हो। बुझ्यो नि दुईजना? यो कुरो सबैभन्दा ठुलो कुरा हो। किनभने बाइबलमा यहाँ प्रभु आफैले हात बाँधिदिएको यिनीहरू दुईजना, तर यिनीहरूले परमेश्वरको आज्ञालाई उल्लङ्घन गर्दाखेरि यिनीहरूको बिहा सक्सेस भयो? सक्सेस भयो भन्नुहोस् त? शरीरमा मात्रै सक्सेस भयो, आत्मामा चाहिँ के भयो? सक्सेस भएन। बरु आदम एक्लै बस्दाखेरि कति वर्षसम्म बस्यो पनि बाइबलले लेखेको छैन। एक्लै वर्ष उसको ऊ एकदम राम्रो थियो एक्लै, बुझ्नु उयो भएन। तर बिहा गरेपछि चाहिँ उसको त्यसको साथ चाहिँ शरीरमा त अब दुःख पाउँदै भए पनि जसो तसो निस्रिँदै भए पनि सक्सेस भयो, आत्मामा त त्यही जिरोमा गइगयो, सकिगयो। हेर्नुहोस् त, त्यसको मेन कज के थियो? किनभने उनीहरूले परमेश्वरको आज्ञालाई के गर्यो? उल्लङ्घन गरेनन्। परमेश्वरले भन्नुभएको थियो त्यो फलको कहिले असल र खराबको फल, त्यो ज्ञान दिने रुखको फल चाहिँ नखानु है भन्नुभएको। त्यो फलसँग केही समस्या थिएन, तर प्रभुको आज्ञालाई चाहिँ मान्नुपर्ने थियो उनीहरू, बुझ्नुभयो? त्यस कारण प्रभुको आज्ञालाई चाहिँ पालन नगर्दा हुँदै यिनीहरूको म्यारिड लाइफ के भएन? सक्सेस भएन।
त्यसमा प्रभु आफैले हात बाँधिदिएको पनि सक्सेस भएन। के को कारणले गर्दा? अनैतिकताको कारणले गर्दा। यसका अब दुईजना, यदि तिमीहरूको म्यारिज लाइफ सक्सेस हुनु हो भने तिमीहरूले कसको आज्ञालाई चाहिँ पालन गर्नुपर्छ? बाइबलमा लेखेको प्रभुको आज्ञालाई चाहिँ तिमीहरू दुवैजनाले के गर्नुपर्छ? पालन गर्नुपर्छ है। वैवाहिक जीवन सफल हुनुको लागि चाहिँ प्रभुको आज्ञालाई पालन गर्नुपर्छ। यस्तो प्रकारको भयो नि हौ विचाराहरू। आज्ञालाई उल्लङ्घन गर्यो, त्यसको साथ त दुईजनाको उनीहरूको म्यारिड लाइफ सक्सेसै भएन। सन्तानहरू त जन्मे नि है, बुझ्नुभयो? अनि बाइबलमा हेर्दै जाँदाखेरि आदम चाहिँ प्रभुको फर्स्ट कपी क्या, फर्स्ट कपी। त्यसको साथ हावा चाहिँ सेकेन्ड कपी, किनभने आदमबाट प्रभुले करण निकालेर प्रभुले के गर्नुभएको? हावालाई बनाउनु, बुझ्नुभयो? त्यसको साथ आदम अनि हावाद्वारा सन्तान जन्म्यो, त्यो चाहिँ थर्ड कपी भयो, बुझ्नुभयो? त्यसो गर्दै 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 यो फर्स्ट कपी सेकेन्ड कपी कस्तो हुन्छ भन्नुहोस् त? एउटा नानी ब्रान्डेड जुत्ता हो, सातो लुगा हो, त्यसको के हुन्छ? फर्स्ट कपीलाई के गर्छ? त्यो अरिजिनल हुन्छ। त्यसलाई अब अर्को कम्पनीले अलिक इमिटेट गरेर बनाउँछ। यसो हेर्दा डिटो त्यस्तै देख्छ, तर अलिकति क्वालिटीमा के हुन्छ? अलिकति डिफ्रेन्स। अरिजिनल कति हजार वर्ष महँगो हुन्छ, तर सेकेन्ड कपी अलिकति के हुन्छ? अलिकति सस्तो हुन्छ। यसो हेर्दा चाहिँ डिटो त्यस्तै देख्छ, तर क्वालिटीमा अलिकति भर्दै जान्छ। त्यहाँदेखि थर्ड कपी फोर्थ कपी त के हो? कोलगेट भन्ने हुन्छ नि, कोलगेट दाँतमा। कोलगेटलाई नि त्यो फिफ्थ र सिक्स्थ कपीले चाहिँ के पो नाम राख्दैछ? कोलगेट पो राख्दैछ। कोलगेटलाई चाहिँ के नाम राख्यो? कोलगेट। बुझ्नु भएन खण्डाको कोलगेट राख्यो। यसो यसो हेर्दा त क्या कोलगेटै हो बिचरा है, यसो हेर्छ। तर त्यहाँनिर सीको बदली के लेखेको छ? जी लेखेको छ, कोलगेट। मान्छे पनि त्यसको मतलब यसरी नै है। आदमले अनैतिकारी भएको खण्डमा मान्छे पनि जुन प्रकारको मान्छेमा त्यो परमेश्वरको गुण स्वभाव पवित्रता त्यो कुरोमा घट्दै 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 त्यसको साथ के अरे यहाँनिर 6 अध्यायमा आएको थियो। हेर्नुहोस्, त्यसको मतलब मैले यो किन भन्दैछु भने नि आदम अनि हावाको म्यारिड लाइफ सक्सेस भएन, किनभने उनीहरूले परमेश्वरको आज्ञालाई के गरे? उल्लङ्घन गरे है। अनि उनीहरू त के हुँदै गयो? एकदम डिग्रेड हुँदै घट्दै 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 एकदम गएको हामी यहाँ देख्छौँ। भने यहाँनिर हामी देख्छौँ, आउनुहोस् त उत्पत्तिको किताब 6 अध्यायको हामी यहाँ देख्छौँ 2 पदमा। लु पढिदिनुहोस् त, 6 अध्याय 1-2 पद चाहिँ पढिदिनुहोस्। अनि यस्तो भयो जब पृथ्वीको सतहमाथि मानिसहरूको सङ्ख्या बढ्न थाल्यो, हजुर, अनि तिनीहरूका छोरीहरू जन्मे, तब परमेश्वरका छोराहरूले मानिसका छोरीहरूलाई उनीहरू सुन्दरी रहेछन् भनी देखे। अनि ती सबैबाट जसलाई उनीहरूले चुने उनीहरूलाई तिनीहरूले आफ्ना स्वास्नी तुल्याए। यसका यहाँ पनि देख्छौँ, पहिलो आदम अनि हावाको पनि है एउटा सारा मानिस जातिको यो रेसमा जुन प्रकारको एउटा पतन आयो, एउटा विवाहको कारणले गर्दा पतन आयो भन्ने देख्छौँ। आदम हावाले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरिदिए अनि एउटा पतन भयो। अब यहाँ 6 अध्यायमा पनि हामी देख्छौँ, यहाँ पनि विवाहको कारणले गर्दा नै के भयो? एउटा पतन आएको देख्छौँ। अनि प्रभुले निर्णय गर्नुहुन्छ, अब म यो के गरिदिन्छु? संसारलाई म जलप्रलयद्वारा म के गरिदिन्छु? म नाश गरिदिन्छु भनेर प्रभुले यो निर्णय गर्नु, त्यो बाध्यतामा प्रभु आउनुभयो। किन? यहाँ पनि एउटा वैवाहिक एउटा विषयले कारणले गर्दा हामी देख्छौँ। अब यति बेला के भन्छ? 2 पदमा हामी देख्छौँ, मान्छेहरू पृथ्वीमा बढ्दै गएर है। अनि सन्स अफ गड स द डटर्स अफ म्यान, परमेश्वरको छोराहरूले के देखेछ अरे? डटर्स अफ म्यान, मान्छेको छोरीहरूलाई देखे। त्यसो हेरेछ, उनीहरू बाहिर के भयो? सुन्दरतामा उनीहरू एकदम मोहित भए है, एट्र्याक्ट भए, उनीहरू आकर्षित भए। यसो हेर्छ, कति राम्रो देख्छ परमेश्वरको छोराहरू है। हेर्नुहोस् त,
भरे यिनीहरूले के गर्छ आफूलाई जो जो इच्छा लाग्छ त्यो चुने अन्त बिहा गरे त्यस पश्चात उनीहरूको सन्तानहरू त दैत्यहरू भयो बुझ्नुभयो मिक्स भएर त कस्तोको निक्लेछ सन्तान त दैत्यहरू जायन्ट भन्दैछ बुझ्नुभयो आत्मिक निक्लेन तर यस्तो प्रकारको सन्तानहरू निक्ल्यो दु पढिदिनुहोस् त 2 पदमा फेरि पढिदिनुहोस् त तब परमेश्वरका छोराहरूले मानिसहरूका छोरीहरूलाई उनीहरू सुन्दरी रहेछन् भनी देखे अनि ती सबैबाट जसलाई तिनीहरूले चुने उनीहरूलाई तिनीहरूले आफ्ना स्वास्नी तुल्याए। हेर्नुहोस् त बुझ्नुभयो यसो हेऱ्यो जो मनपर्छ राम्रै छ ल्यायो आफ्नो स्वास्नी तुल्यायो हेर्नुहोस् त यो मन परि भयो यसो अघि हामीले गीत पनि गाउँदै थियौँ नचुन तिमी आफै यहाँ के गर्दैछ यिनीहरू आफै चुन्दै बिहा गर्दैछ अनि प्रभुले यसो हेर्नुभयो अरे मैले जुन प्रकारले मैले सुरुमा मैले जुन उद्देश्य राखेर मान्छेको बिहा मैले गरिदिएको थिएँ आदममा अब यिनीहरूले पनि यसै गल्ती गर्दैछ आफ्नै इच्छा अनुसार गर्दैछ है हेर्नु त अनि त्यस पश्चात यहाँ प्रभुले एउटा निर्णय गर्नुहुन्छ हेर्नुहोस् है यहाँ बिहा शादीकै कुरोद्वारा हामी देख्छौँ प्रभुले के भन्नुहुन्छ त्यो मन परि आफ्नो आफ्नो इच्छा अनुसार नि मान्छेले चुन्दै बिहा गर्दाखेरि प्रभुलाई त्यस्तो मजा त्यसमा प्रभु आनन्दित हुन सक्नु भएन रहेछ 3 पदले पढिदिनुहोस् त अनि परमप्रभुले भन्नुभयो मेरो आत्माले मानिससित सधैँभरि विवाद गर्ने छैन किनकि त्यो बिल्कुल शरीर हो तैपनि त्यसका दिनहरू 120 वर्ष हुनेछन्। हेर्नुहोस् त मेरो आत्माले मान्छेसँग सधैँ विवाद गर्नेछ जब मान्छेले मन परि प्रकारले बिहा शादी गर्दाखेरि है परमेश्वरलाई कति गाह्रो पर्दछ है कति गाह्रो पर्दछ दुखित हुनुहुँदो रहेछ उहाँ है अनि यही दुःखको कारणले अब प्रभुले के गर्नुहुन्छ म संसारलाई नाश गर्छु भनिकन उहाँले एउटा निर्णय गर्नुभएको कुरा हामी यहाँनिर देख्छौँ यो कुरा है बुझ्नुभयो त्यस कारणले एउटा विवाहको कारणले गर्दा है विवाहको कारणले गर्दा आज यहाँ प्रभुले यसरी नाश गर्ने एउटा निर्णय गर्नुभएको हामी बोल्छौँ लु पढ्नु त 6 पदमा पढिदिनुहोस् त अनि पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परमप्रभु पछुताउनु भयो अनि यसले उहाँको हृदयलाई दुखित तुल्यायो अनि परमप्रभुले भन्नुभयो मैले सृष्टि गरेको मानिसलाई म पृथ्वीको सतहबाट मेटिदिनेछु। हेर्नुहोस् मैले सृष्टि गरेको मानिसलाई म पृथ्वीको सतहबाट के गरिदिन्छु अब नष्ट गरिदिन्छु के को कारणले गर्दा प्रभुले यो निर्णय गर्न बाध्यतामा आउनु किनभने मान्छेले बिहा शादीको मन परि जस्तो इच्छा लाग्यो त्यस्तै गरेर आफ्नो आफ्नो चुनेर ल्याउँदैछ है प्रभुको छोराहरू तर संसारको के गर्दैछ मान्छेको छोरीहरूलाई उनीहरूले मन परि बिहा शादी गरेको परमेश्वरलाई यो निर्णय गर्नु पर्ने म अब नाश हेर्नुहोस् बुझ्नुभयो यस कारणले गर्दा हामी आज देशमा वैवाहिक जीवन यो बिहा शादी भन्ने कुरो कति इम्पोर्टेन्ट हुँदो रहेछ हेर्नु त जब परमेश्वरको इच्छा भित्र भएर हामीले गर्दाखेरि मात्रै तपाईँ नि मैले गर्दाखेरि यहाँनिर उनीहरूको कारणले गर्दा संसारलाई नाश गर्नु पर्यो यहाँनिर त्यसको मतलब एउटा प्रभुको जनहरूले ठिक प्रकारले बिहा शादी गर्दाखेरि के हुँदो रहेछ संसारले पनि सुरक्षा पाउँदो रहेछ बुझ्नुभयो संसारले पनि सुरक्षा पाउँदो रहेछ यसरी यो बिहा शादी भनेको अति इम्पोर्टेन्ट कुरा आज पनि हावाको हामी त्यहाँबाट के देख्न सक्छौँ एउटा वैवाहिक जीवन अप्नाएकाहरूले जब प्रभुको आज्ञालाई पालन गर्छ भने उसको बादमा आउने भावी पीडा पुस्ताले पनि के गर्दो रहेछ उसले सुरक्षा पाउँदो रहेछ कति राम्रो कुरा नि यस कारणको हामीलाई साथ नत्र भने त यहाँ हामी देख्छौँ दैत्यहरू जन्मियो भनिकन यहाँनिर बताएका हामी देख्छौँ त्यस कारण एकदम प्रभुले हामीलाई साथ गरेका हौँ हाम्रो जति जवान है अझै पनि तपाईँहरूले प्रार्थना गर्नुहोस् ताकि प्रभुले तपाईँहरूलाई के जोडाहरू के गरिदिनुहुन्छ प्रबन्ध गर्नु यस कारण यहाँ नेहमियाको समयमा पनि त्यस्तै भएको आउनुहोस् त नेहमियाको किताब 13 पदमा पढ्नुहोस् त यहाँनिर मिक्स म्यारेजेस भइरहेको है प्रभु पाएको प्रभुको जनहरूले प्रभु नपाएको
के गर्दै थियो जनहरूको छोराछोरीसँग बिहा शादी गरिरहेको थियो जस कारणले गर्दा त्यहाँनिर त्यो नानीहरूको है आदि अस्ट्रेली भाषा बोल्ने अरे अनि यहुदी भाषा त बोल्दै नजान्ने पो थियो त्यस्तो नानीहरू पनि जन्मेको थियो भन्छ ल आउनु छ 23-24 भयो 13 अध्यायको 23-24 पढ्नु छ। यी दिनहरूमा पनि मैले यस्ता यहुदीहरूलाई देखेँ जसले अस्दोदी अम्नोनी र मोआबी स्त्रीहरूलाई विवाह गरिरहेका थिए अनि तिनीहरूका आधा केटाकेटीहरूले अस्दोदी भाषा बोलिरहेका थिए। हेर्नुहोस् त बुझ्नुभयो आदि नानीहरूले चाहिँ के गर्दैछ अस्दोदी भाषा बोलिरहेको छ अरे अनि र यहुदी भाषा बोल्न जान्दैनथे हेर्नुहोस् र उनीहरूले यहुदी भाषा त बोल्नै जान्दैनथे तर आफ्नो जातिको भाषा अनुसार बोल्थे। हेर्नुहोस् त कति दुःख लाग्दो है यहुदीहरू प्रभुको जनहरू त्यसको मतलब हामी सिधै बुझ्नु पर्दा उनीहरूले अस्दोतीहरू के गरेको थिए उनीहरूलाई बिहा शादी गरेका थिए अनि लास्टमा नानीहरूको विचार क्रिस्चियन हो तिमी भन्दा है हो त भन्छ तर यहुदी भाषा आत्मिक कुरा गर्दा फेरि बुझ्दैन त्यति उनीहरूको विचार बिचमा परिरहेको उनीहरूलाई त्यो नानीहरूलाई पनि नोक्सानी भइरहेको कति दुःख लाग्छ। यसकारण आज प्रभुले के गरेका हो हामीलाई साथ है यसकारण हामी ठिक प्रकार यसकारण अब जतिजनाको हाम्रो बिहा शादी भइसकेको छ भविष्यमा बिहा शादीको लागि प्रार्थना गरिरहनु भएको अहिले हाम्रो यहाँ जीवन र नानीको यसरी भइरहेको छ है अब परमेश्वरको आज्ञालाई पालन गर्नु भन्ने कुरो चाहिँ के हो सबैभन्दा ठुलो तब प्रभुले के गर्नुहुन्छ है आशिष दिँदै लानुहुन्छ है यसका आज प्रभुले के गरेका हो यी प्रियलाई साथ गरेका अब यहाँनिर हामी एउटा कुरा हेर्छौँ यिनीहरूलाई है अब यो प्र्याक्टिकल कुराहरू मात्रै हामीले हेऱ्यौँ त आउनुहोस् त यहाँनिर एफिसीको किताबमा हस्बेन्ड एन्ड वाइफले अब गर्नुपर्ने कुरा त्यहाँनिर बताएको हामी देख्छौँ लु पढ्नुहोस् पहिला एफिसीको किताब 5 अध्याय एफिसी किताब 5 अध्यायको 22 पदमा लु यो चाहिँ अब बहिनीले पढ्नु पर्यो ल बेहुलीले पढ्नुहोस् त पत्नीहरू हो प्रभुको अधीनतामा रहे झै आफैलाई आफ्नो पतिको अधीनतामा सुम्प यो कुरो बुझ्दैछ होइन यो चाहिँ इम्पोर्टेन्ट अब यो चाहिँ तिमीहरूको है एउटा वैवाहिक जीवन एउटा सफल हुनु हो भने यो परमेश्वरको आज्ञा पत्नीलाई चाहिँ के गर्नु पर्यो पतिको एकदम अधीनमा ऊ बस्नु पर्यो कति राम्रो कुरा यो बाइबलले सिकाएको छ है। अनि त्यस पश्चात पढिदिनु 23 पद किनभने पति चाहिँ पत्नीको शिर हो जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ अनि उहाँले शरीरको मुक्तिदाता हुनुहुन्छ। अनि 24 उसै कारण जसरी मण्डली ख्रीष्टको अधीनतामा छ हजुर त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा आफ्ना पतिको अधीनतामा रहन्। यसकारण अब प्रभुको वचनमा एउटा आज्ञा गरेको कुरो छ पत्नीलाई के गर्नुपर्छ पतिको अधीनमा बस्नुपर्छ। यो चाहिँ एकदम बाइबलले थुप्रो कुरो सिकाएको छैन यो कर त्यो कर यसो कर उसो कर भनेर लम्बा चौडा लिस्ट छैन तर एउटा एकदम इम्पोर्टेन्ट कुरो सिकाएको छ पत्नी चाहिँ पतिको अधीनमा बस्नु जसरी मण्डली पनि परमेश्वरको के छ अधीनमा छ त्यस्तै प्रकारले यसरी अधीनमा बस्नुपर्ने कुरा बाइबलले त्यस कारणले सबै कुरो अब यहाँ भाइ जीवन छ उसको अधीनमा केही गर्दाखेरि सोधेर है सबै कुरो अधीनमा बसेर इभन लुगा फाटा लाउँदाखेरि पनि बाइबलमा यहाँ के अरे पत्रसको किताबमा हामी देख्छौँ अब्राहम र साराको कुरा गरेको हामी देख्छौँ। साराले के गर्थ्यो अरे पहिले नै लुगा फाटा लाउँदाखेरि पनि के गर्थ्यो अरे सोध्थ्यो अरे क्या त्यस्तो कुरा यहाँ बाइबलमा लेखेको छ त्यो अधीनता भन्ने त्यस्तो कुरो हेर्नु त अब साह्रै चाहिँ नगर है म त प्यान्ट लाउँछु है भन्ने
साह्रै चाहिँ नगरै म त यस्तो त लाउँछु त यस्तो चाहिँ लाउँछु त म भन्ने होइन। तर सब कुरोमा के गर्नुपर्ने, फेरि कति त यस्तो पनि हुँदो रहेछ है हस्बेन्डहरू, मैले सुनेको एकजना। अब प्रभुले उसलाई राम्रो उसको मिसेस जीवन साथी दिएको छ कि भरे उसलाई त त्यो के अरे घरको उसको हस्बेन्ड आफै के गर्छ, बजारबाट त पेन्ट किनेर पो ल्याइदिँदो रहेछ। कसको लागि? उसको वाइफको लागि। साह्रै सादा भयो तिमी त भने त के किनेर ल्याइदिँदो रहेछ, ऊ आफै पो जिन्स प्यान्ट किनेर ल्याइदिनु, लगाउ न यो लगाउ। त्यसको मतलब उसको वाइफ चाहिँ कस्तो राम्रो थिएछ नि त है। म के गर्दिनँ, म यस्तो लगाउँदिनँ, परमेश्वरको वचनले दिँदैन, म लाउँदिनँ भन्दो रहेछ कि। भरे त उसको बुढाले नै पो किनेर ल्याएर लगा कि लगा भन्दो रहेछ। त्यस्तो त छैन होला नि। त्यस कारण हामीले जहिले पनि यो कुरो, त्यस कारण यहाँ प्रभुको वचन अब्राहमले सारालाई के गर्थे, प्रभु प्रभु भन्दै के गर्थे अरे, एकदम आदर गर्थ्यो भनेर यहाँनिर के गरेको छ बताएको हामी देख्छौँ। पहिला पत्रसको किताब 3 अध्यायको 5-6 पद छिटो पढिदिनु। 3, 4, 5 छिटो पढिदिनुहोस् त लु। तिमीहरूको सिँगार तिमीहरूको केश सिँगार, बाट्ने हजुर, र सुनको गहना लाउने सुनको गहना लगाउने, वा परिपरिका वस्त्र पहिरने बाहिरी सिँगार नहोस्, बाहिरी श्रृङ्गार नहोस्, तर नम्र तर नम्र र शान्त आत्माको र शान्त आत्माको, अविनाशी सिँगारले सिँगारिएको अविनाशी श्रृङ्गारले श्रृङ्गारिएको, हृदयको भित्री मानिस होस्, हृदयको भित्री मान्छे होस्, जसको मूल्य परमेश्वरको दृष्टिमा धेरै छ। जसको मूल्य परमेश्वरको दृष्टिमा धेरै छ। किनकि पुराना समयमा परमेश्वरमाथि भरोसा राख्ने पवित्र स्त्रीहरूले पनि आफ्नै पतिको अधीनतामा बसेर यही प्रकारले आफूलाई सिँगार्थे। त्यो हेर्नुहोस् त, आफ्नो आफ्नो पतिको के गर्थे अरे, अधीनमा बसेर आफूलाई के गर्थे अरे, सिँगार्थे। कस्तो राम्रो नि। त्यस कारण यो कुरोलाई एकदम हामीले याद गर्नुपर्छ। त्यसरी अधीनमा बस्नुपर्छ है, तब प्रभुले तिमीलाई आशिष दिन्छ है। अघि 2 जनालाई मैले सोधेँ, प्रभुले तिमीलाई वचन दिएर मिलाउनु हुँदैछ, अब तिमीहरू के गर्ने भने, पैसा कमाउने भनेको। हामी प्रभुको सेवा गर्छौँ, खुसी लाग्यो क्या मलाई, कति राम्रो यो गर्नु है। जब हामी परिवार मिलेर प्रभुको सेवा गर्छौँ, चाहिने कुरा सब प्रभुले दिनुहुन्छ हामी, कति राम्रो कुरा। तर प्रभुको सेवा गर्न सकेनौँ भने धेरै कुराको परिस्थितिहरूमा भएर जान्छ। त्यस कारण यो कुरो हो प्रभुले साथ। अब यहाँ प्रभुको वचनले हस्बेन्डलाई चाहिँ के भन्छ, पतिहरूलाई चाहिँ के भन्छ यहाँ, लु पढिदिनुहोस्। 25 पद पढ्नु त भाइ, इफिसी 5:25 लु पढिदिनुहोस्। पतिहरू हजुर, आफ्ना पत्नीलाई प्रेम गर। हजुर हेर्नुहोस्, हे पतिहरू हो, आफ्नो आफ्नो पतिलाई के गर्नु अरे, पत्नीलाई प्रेम गर। प्रेम गर्नु। यस कारण यो इम्पोर्टेन्ट है। आफ्नो जीवन साथी प्रभुले वचन दिएर दिनुभएको जीवन साथीलाई के गर्नु पर्यो, माया गर्नु पर्यो होइन। ऊ आफ्नो घर परिवार छोडेर अब आएको, आफ्नो माया गर्ने आमा बाउ शाखा सन्तान सबै छोडेर है, मेरो हस्बेन्डको घर, अब यो घर नै मेरो घर, मेरो हस्बेन्डको बाउ आमा नै मेरो बाउ आमा है, त्यस्तो प्रकारले सबै छोडेर आएको हो। त्यो हृदयभरि माया छ बाबा आमाको, र पनि त्यो सबै चुडेर आएको हुन्छ कि हुँदैन। अब यता हस्बेन्डले माया गरेन भने कस्तो हुन्छ भन्नुहोस् त, कस्तो हुन्छ, कति गाह्रो पर्छ नि होइन। यस कारणले गर्दा आफ्नो हस्बेन्डले के गर्नुपर्ने, एकदम माया गर्नुपर्ने। यस कारण यहाँ बाइबलमा लेखेको छ, हस्बेन्डले के गर्नु अरे, फेरि पढ्नुहोस् त त्यो पतिहरू आफ्ना पत्नीलाई प्रेम गर। त्यो राम्रो पढ्नुहोस् त फेरि। पतिहरू आफ्ना आफ्ना भन्दैछ, बुझ्नुभयो कस्तो, आफ्नो आफ्नो भन्दैछ, बुझ्नुभयो। यो पनि इम्पोर्टेन्ट, बाइबलमा त्यसरी लेखेको छ। हे पतिहरू, पतिहरू आफ्नो भनेर लेखेको छैन, तर के भनेको छ, आफ्नो आफ्नो, अर्काको लागि होइन।
गम्भीर कुरा हो नि। हेर्नुहोस् त कतिचोटि त्यस्तो हुन्छ। हेर्नु त आफ्नो वाइफलाई याद गर्दैन अनि के गर्छ, बिहा शादी गरेपछि फेरि अर्कोसँग फोनमा बात मारिरहेको हुन्छ होइन। साथी हो साथी, पहिला त बुझ्छ साथी रहेछ, फेरि फोनमा साथी हो साथी, त्यहाँदेखिको घरिघरि गर्दा त साथीले हुन्छ। अब जब बिहा शादी गरेपछि एउटा हस्बेन्डले चाल पाउनु पर्छ, म कसैको म के हो, म पत्नी हो, म पति हो, म के गर्नुपर्छ, मैले यसरी गर्नु हुँदैन, मैले मेरो समय मेरो वाइफलाई दिनुपर्छ। त्यस कारण आफ्नो आफ्नो पत्नीलाई के गर्नु, माया। प्रभुको वचनमा क्लियर छ, बुझ्नुभयो? दुःखमा सुखमा रोग बिमारमा है माया गरी बुझेन? अहिले यसो हेर्दाखेरि एकअर्कालाई अहिले त कस्तो लाग्छ नि होइन, प्रभुले जोडाइदिनु भएको कति हुन्छ। भरे 1-2 दिन बाद त यसो हेर्दै जाँदा त कस्तो हुन्छ, अलिक कस्तो मान्छे त हो, कतिवटा के देख्छ इन्परफेक्टनेस पाउँछ कि पाउँदैन। मैले सोचेको अलिक त छैन रहेछ, फेरि उताबाट मैले यस्तो सोचेको थिएँ अलिक त छैन रहेछ। अब त्यति बेला पनि केले काम गर्नुपर्छ, केले, घृणा कि प्रेमले? प्रेमले काम गर्नुपर्छ होइन। प्रभुले मलाई साथी, उसले त्यो मन पराउँदैन, म उसको लागि त्यही मन पराइदिँदिनँ, ठिकै छ त। उसले त्यो खाँदैन, म उसको लागि म खाइदिँदिनँ। उसले त्यो मन पराउँछ, म त्यही मन पराइदिन्छु। हो यसो गर्दै केले त्यो सिकाउँदै जान्छ, प्रेमले चाहिँ सिकाउँदै जान्छ। त्यसमा चाहिँ प्रेमको कति ठुलो भूमिका हुन्छ। त्यस कारण यहाँ भन्छ, हे पतिहरू आफ्नो आफ्नो पत्नीलाई के गर्नु, माया। कति राम्रो। अनि यहाँ माया गर्ने कुरा गर्दाखेरि जसरी ख्रिस्टले पनि के गर्नुभयो, मण्डलीलाई प्रेम गर्नु होइन त। ख्रिस्टको प्रभुको प्रेममा कुनै शर्त छ? प्रभुले कुनै त्यसमा कन्डिसन राख्नु भएको छ? तैँले यसो गर अन्त मात्रै तँलाई म माया गर्छु भन्नुभएको छ है? हामी मण्डली भनेपछि हामी हौँ होइन। हामी कतिचोटि हामी प्रभुको मन दुखाउँछौँ होइन, हामी रुष्ट भएर जान्छौँ, बुझेर पनि नबुझे कस्तो गर्छौँ। तर पनि प्रभुले के गरी बस्नुहुन्छ, हामीलाई माया गरी बस्नुहुन्छ, प्रेम गरी। उहाँको प्रेम अलिकति पनि घटाउनुहुन्न। हामीले अलिअलि यताउता गर्दा त झन् परमेश्वरले उहाँको प्रेम त बढाइ पो दिनुहुन्छ कि होइन, भन्नुहोस् त। कस्तो राम्रो। एउटा बहिनी थियो कि, उसले अब एकदम प्रभुको दृष्टिमा त्यस्तो ग्रहणयोग्य जीवन व्यतीत गरेन, अन्त उसलाई कस्तो भइरहेको थिएछ, म जस्तो प्रभुलाई रुवाउने मान्छे। अन्त 31 तारिकको दिन प्रतिज्ञा तान्दा म जस्तोलाई प्रभुले के प्रतिज्ञा दिन्छ होला, यो वर्षभरि प्रभुलाई मैले रुवाएको छु भनेर त्यस्तो मनमा चाहिँ उसलाई एकदमै गिल्टी भइरहेको थिएछ। अन्त गएर प्रतिज्ञा सट्टै तानेछ कि भरे त यिर्मियाको किताब 31 अध्यायको 3 पदमा त्यो पो पाएछ, तँलाई मैले अनन्त प्रेमले प्रेम गरेको छु। त्यो यसो पढ्ने बित्तिकै आँखाबाट बुरु आँसु आएको क्या। प्रभु मैले तपाईँलाई यति दुःखी तुलाएको थिएँ वर्षभरि, म त तपाईँले कस्तो प्रतिज्ञा दिनुहुन्छ होला भनेको छ। मलाई अझै नै प्रेम गरिरहनु भएको छ तपाईँले, अनन्त प्रेमले प्रेम गर्नुभएको। त्यो प्रतिज्ञा पढ्नु सकेन जस्तो धुरु धुरु रुए भन्थ्यो त्यो बहिनी। त्यस कारण परमेश्वरको प्रेम कस्तो प्रेम हो, अनन्तको प्रेम, कन्डिसन बिना, कुनै सर्त छैन। अब यहाँ भन्दैछ तिमीले हस्बेन्डले पनि आफ्नो वाइफलाई प्रेम गर्दा कस्तो प्रेम गर्नु अरे, ख्रिस्टले गरेको जस्तो प्रेम। यस कारण प्रभुले सहायता गरेको है। अनि यहाँ देख्छौँ यो बेहुला बेहुलीको कुरा गर्दाखेरि प्रभुले एउटा मण्डलीसँगको कुरा पनि गरेको हामी देख्छौँ होइन। लास्टमा 32 पदमा पढिदिनुहोस् त त्यसैको। जसरी ख्रिस्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो। हजुर 32 पद। यो त एउटा ठुलो रहस्य हो, तर म ख्रिस्ट र मण्डलीको विषयमा बोल्दछु। यो त एउटा ठुलो रहस्य हो, म ख्रिस्ट र मण्डलीको विषयमा। त्यस कारण आज मण्डली तपाईँ
है। यो प्रत्येक बिहाले हामीलाई झस्काउँछ। हामी मण्डली पनि के छौँ, जस्तो यहाँ बेहुली सेतो लुगा लगाएर आएको छ, त्यसरी नै हामी पनि प्रभुको बेहुलीहरू है। त्यस्तो प्रकारले हामीले दिन प्रतिदिनको हाम्रो जीवनमा हामीले आफूलाई के गर्दै शुद्ध पवित्र पार्दै है, प्रभुको दिनको लागि, प्रभुलाई भेट्नको लागि हामी तयारी हुनुपर्ने कुरा आज यो प्रत्येक बिहाले हामीलाई के गर्छ, एकदम झस्काउँछ है। त्यस कारण आज प्रभुले साथ आउनुहोस् त यहाँ के अरे प्रकाशित वाक्यको किताब 19 अध्यायको 7 पदमा पढ्नु। हामी खुसी हौँ र खुबै आनन्द मनाऊ अनि उहाँलाई महिमा दिउँ, किनकि थुमाको विवाह आइपुग्यो र उहाँकी पत्नीले आफैलाई तयार पारेकी छन्। कति राम्रो कुरो है। हामी खुसी हौँ, आनन्द मनाऊ, किनभने थुमाको बिहा आएको छ अनि उसकी पत्नीले आफैलाई के गरेको छ, तयार पारेको छ। कति राम्रो है, पत्नीले आफैलाई तयार पारेको कुरा। त्यसकारण अब प्रत्येक प्रभुको लोकहरू हामी एउटा प्रभुले हामीलाई है बचाएर यो मुक्ति दिएर उहाँको एउटा दुली हुने बेहुली प्रभुले हामीलाई बनाउनु भएको छ। हामी सबैमा त्यो चेत, त्यो ज्ञान त्यो हुनुपर्छ। के को ज्ञान? म चाहिँ प्रभुको दुली हुँ, अब म के हुनुपर्छ, मलाई कसले पो आएर भिजिट गरिदिन्छ होला, कसले पो मलाई आएर यहाँ एकदम पछाडिबाट तातेको गर्छ होला, मलाई हात समातेर दौडाएर लान्छ होला भन्ने त्यस्तो मात्रै सोचिरहनु होइन। तर यहाँ दुलीको अवस्था यहाँ के गर्दैछ, उसले आफैलाई के गर्दैछ अरे, तयार बनाउँदैछ भन्दैछ। म तयारी हुनुपर्छ भन्ने एउटा चेत, एउटा त्यो ज्ञान, त्यो एउटा दर्शन आउनु पर्यो नि। हेर्नु त, यसकारण दुलीले आफैलाई तयारी बनाउँदैछ। कति राम्रो है। यसकारण यो एउटा मण्डली प्रभुले हामीलाई साथ दिएर अहिले हामी कस्तो अवस्थाहरू देखिरहेका छौँ। त्यसकारण हामी के गर्नुपर्ने, आफैलाई एकदम तयारी बनाउनु। हिजो अस्ति मङपुङमा एकजना बडीको प्रभुले उहाँलाई लानु, छोरीसँग भोलि चाहिँ प्रभुले उहाँलाई लानुपर्ने थियो। आजको दिन चाहिँ छोरीसँग बात मार्दै गर्दा त नि उहाँको त त्यो विषय नै चेन्ज भयो अरे। बिचमा त के भनी पठाएछ भने त्यो बडीले त, प्रभु भोलि चाहिँ मलाई लानुहोस् है भनेछ। छोरीसँग के विषय लिएर बात मार्नु हुँदै थियो, तर प्रभु भोलि चाहिँ मलाई लानुहोस् है। साँच्चै नै भोलिको दिन टक्क प्रभुले लानु। त्यसको मतलब उहाँ कस्तो हुनु थिएछ, के भइसकेको थियो, उहाँ तयारी भइसकेको थियो। कति राम्रो है। यसकारण आज प्रभुले साथ दिएर, यसकारण योहन्नाको किताब के अरे मत्तीको किताब 25 अध्यायमा हामी देख्छौँ होइन, 10 जना के छ, कन्याकुमारीहरूको कुरा त्यहाँ गरेको हामी देख्छौँ। 5 जना ज्ञानी र 5 जना मूर्ख थियो। अनि जतिजना तयार थिए भन्छ, उनीहरू के गरे अरे, दुलालाई भेट्नको लागि गयो भनेको छ कि छैन? यसकारण जस्तो सुकै परिस्थिति होस्, संसारमा, मण्डलीमा, घर परिवारमा है, तपाईँले मलाई तयार हुन नदिने बाधा विघ्नको कुराहरू हुन्छ। यो सबै कुरो, यो सब कुरोको बिचमा पनि एउटा विश्वासीले यो सब कुरोको बिचमा पनि म परमेश्वरसँग म ठिक हुनुपर्छ। म प्रभुलाई भेट्नको लागि, म प्रभुको दुली हुँ, उहाँलाई भेट्नको लागि म के गर्नुहोस्, आफैलाई मैले तयार बनाउनु पर्छ भन्ने यो सोच, यो ज्ञान तपाईँले ममा जहिले पनि यसले काम गरिरहेको हुन्छ है। यस कारणले गर्दा मत्तीको किताबमा जतिजना तयार थिए उनीहरू के गरे भन्छ, एकदम प्रभुको साथमा गयो भन्छ होइन। 25 को 10 पढिदिनुहोस् त। अनि तिनीहरू किन्न गएका बेलामा दुल्हा आइपुगे र तयार रहेकाहरू उनीसँग भित्र विवाहको भोजमा पसे। कति राम्रो कुरो, तयार रहेकाहरू विवाहको भोजमा उनीसँग भित्र पसे। अनि ढोका थुनियो। अनि ढोका थुनियो। यो ढोका त सधैँको लागि थुनिएको, तर कस्तो राइट टाइममा टक्कै पसेपछि मात्रै के भएछ, थुनियो। यसकारण त्यो तयारी भएकाहरू चाहिँ कहिले प्रवेश गर्छन् दैलो थुनौँ भनेर हतार रहेछ क्या है, त्यो ढोका थुन्नुको लागि।
जसै त्यो तयारी भएकाले टक्कै भित्र पस्ने बित्तिकै दैलो थुनियो, सधैँको लागि थुनिएको है। अनि भित्र गए प्रभुको साथ। त्यस कारण आज तपाईँ मलाई प्रभुले साथ। अहिले यो ढोका दैलो, यो ढोका के छ? खुल्लै छ। तपाईँ म अहिले चाहिँ अब तयारी हुने समय। त्यस कारण हामी जहिले पनि आफूलाई हेर्ने, तयार हुने, आफ्नो सबै गल्ती भुललाई मानिदिने तयारी हुने है। यो काम के गर्नुपर्छ? एउटा विश्वासीले लगातार गरिरहेको। त्यस कारण यहाँ बाइबलमा एक जग्गा के लेखेको छ भने नि है, उहाँलाई नि के गर्नको लागि है, एकदमै उहाँलाई भेट्नको लागि के गर्नुपर्ने अरे, एकदमै तयारी बस्नुपर्ने कुरा त्यहाँनिर के गरेको छ, एकदमै बताएको हामी देख्छौँ है। कति राम्रो कुरो। आउनुहोस् त यहाँ यो उयसमा हामी यो कुरोलाई देख्छौँ। मत्ती के अरे दूसरा यहोशूको किताब 8 अध्यायको 4 धेरै प्रकारका परिस्थितिहरू छ, सङ्घर्षहरू छ। यहोशूले त्यति बेला भन्छ, इजरायलीहरू त्यति बेला धेरै प्रकारको सङ्घर्षहरू त्यहाँ थियो। र त्यो बिचमा पनि एकदम तिमीहरू टाढो नजाऊ है, तिमीहरू सबैजना तयारी बस्नु भनिकन यहाँ बताएको हामी देख्छौँ। लु पढिदिनुहोस् त। अनि उनले यसो भनेर तिनीहरूलाई आज्ञा गरे, हजुर हेर हेर, तिमीहरू यस सहरको पछिल्तिर, यस सहरको पछिल्तिर यो सहर हमला गर्न ढुकेर बस्नु, यस सहरबाट धेरै टाढा नजानु, टाढो नजाऊ, तर तिमीहरू सबै तयार बस्नु। तर तिमीहरू सबैजना के गर्नु? तयार बस्नु। कति राम्रो बुझ्नुभयो? त्यस कारण हामी कुनै पनि कुरोदेखि, प्रभुको सङ्गतिदेखि, प्रभुको घरदेखि हामीलाई टाढो जानु छैन। प्रभुको उपस्थितिदेखि हामीलाई टाढो जानु छैन। यहाँ तपाईँले राम्रो हेर्नुभयो भने धेरै सङ्घर्ष थियो इजरायलीहरूलाई। त्यति बेला यहोशूले यहाँ भन्दैछ, तिमीहरू टाढो नजाऊ है, युद्ध छँदैछ, सङ्घर्ष छँदैछ, टाढो नजाऊ, तर तिमीहरू सबैजना तयार बस्नु है। कति राम्रो। यसका आज प्रभुले के गरेका हो, हामीलाई साथ है। अब अहिले यहाँ जतिजना तपाईँहरूले है यो प्रभुको वचन तपाईँले सुन्नुभयो है, यहाँनिर हामी बाइबलमा देख्छौँ कोही तपाईँहरू है प्रभुलाई तपाईँले पाउनु भएको छैन भने सृष्टिकर्ता परमेश्वरले आज मानिस जातिलाई मृत्युपछि उहाँको साथमा राख्न चाहनुहुन्छ है। तर मान्छे त्यो पापको कारणले परमेश्वरको राज्यमा जाने उसँग त्यो योग्यता छैन। किनभने परमेश्वरको राज्य चाहिँ के हो? एउटा पवित्र राज्य है। त्यस कारण यहाँ बाइबलमा हामी देख्छौँ त्यो राज्यमा कुनै पनि अशुद्ध अनि झुट बोल्ने मान्छे है त्यो राज्यमा ऊ के गर्दैन, प्रवेश गर्दैन भनेर परमेश्वरको वचनमा बताएको थिएछ। आउनुहोस् त प्रकाशित वाक्य 21 अध्याय। म यो एकवटा गोस्पल सानो टच गरेर म राख्छु है, प्रभुले हामीलाई साथ गर्नु। आउनुहोस् त यहाँ 21 अध्यायको हामी यहाँनिर देख्छौँ 27 पदमा है, यहाँ एउटा स्वर्गको राज्यको यहाँनिर बयान गरेको हामी देख्छौँ। अनि त्यो राज्यमा है यस्ता यस्ता मान्छेहरू चाहिँ प्रवेश गर्दैन भनेको छ। पढिदिनुहोस् त। हजुर 27। त्यसभित्र अपवित्र पार्ने, हेर्नुहोस् अब त्यो परमेश्वरको राज्यभित्र, त्यो पवित्र राज्य, पवित्र परमेश्वरको पवित्र राज्यभित्र अपवित्र कुनै पनि मान्छे जसले अपवित्र बनाउँछ अरे, अनि वा घिनलाग्दो काम गर्ने, या घिनलाग्दो काम गर्ने, वा झुटा कुरा बनाउने, या त झुटो कुरो बनाउने, झुट बोल्ने, त्यसको मतलब कुनै पनि कुरा कुनै रीतिले बस्ने छैन। त्यो हेर्नुहोस् त्यो परमेश्वरको राज्यमा पस्ने छैन। त्यस कारण मान्छे त अशुद्ध हुनु, अशुद्ध बनाउने भन्दै। त्यस कारण मान्छे त जन्मिँदै आमाको गर्भदेखि नै पापमा जन्मेको भनेर भजन सङ्ग्रह 51 अध्यायको 5 पदमा यो कुरो गरेका हुन्छ है। अनि मान्छेले यो जन्मेको पापदेखि आफूलाई है एकदमै मुक्त गराउनको लागि कति धेरै उसले कोसिस गर्छ तर त्यस कारण यहाँ प्रभुको वचनमा यिर्मयाको किताबमा एउटा पद हामी पढ्छौँ। आउनुहोस् त यिर्मयाको किताबमा के लेखेको छ भने नि मान्छेले आफूलाई जतिसुकै खरानी पानी लगाएर त्यो पापदेखि शुद्ध हुनको लागि है
उसले कोसिस गरोस् अरे तर ऊ शुद्ध हुँदैन भनेको छ। लु पढिदिनुहोस् त, यज्ञको किताब 2 अध्यायको 22 पदमा छ, पढिदिनुहोस्। यज्ञ 2 को 22। किनकि तैँले आफूलाई सोडाले धोइस्, हेर्नुहोस् त, एउटा पापी मान्छेले आफूलाई पवित्र हुनको लागि सोडाले साबुनले अनि र प्रशस्त साबुन लगाइस् भने पनि प्रशस्त साबुन लगाइस्, अलिअलि होइन, प्रशस्त है, बुझ्नुभयो? एकदम लोप नगरिकन साबुन लगाउँदैछ शुद्ध हुनको लागि कोसिस नि है गरिस् भने पनि तेरो अधर्मको धब्बा मेरो सामु रहेको छ, है प्रभु यहोवा भन्नुहुन्छ। तेरो अधर्मको धब्बा चाहिँ नि मेटेको छैन भन्छ। मेटिँदैन। मान्छेको आफ्नो कोसिस र प्रयासले मान्छेले पापदेखि कहिले मुक्ति पाउन सक्दैन। यसकारण परमेश्वरले मान्छेले नसकेको, हारेको है यो काम गर्नको लागि प्रभु यीशु मसीह आफै संसारमा अनि उहाँले आफूलाई क्रुसमा बलिदान सारा संसारको पापको लागि है उहाँले आफूलाई प्रायश्चित गरिदिनु भयो। पहिला यूहन्ना 2 अध्यायको 2 पद पढिदिनुहोस्। पहिला यूहन्ना 2 को 2। पहिला यूहन्ना 2 को 2। अनि उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्चित हुनुहुन्छ, हजुर। र हाम्रा निम्ति मात्र होइन तर सारा संसारका पापहरूका निम्ति पनि। यसका प्रभु यीशु मसीहले तपाईँ अनि मेरो पापको प्रायश्चितको लागि सबै गरिदिनु भएको छ। क्रुसमा गएर रगत बगाउनु भयो अनि त्यही रगतले हामी यहाँ देख्छौँ 1 को 7 पदमा होइन। पहिला 1 को 7 पढिदिनुहोस् त त्यो हिसाब। तल परमेश्वरको पुत्र उहाँका पुत्र प्रभु यीशु ख्रीष्टको रगतले हजुर हामीलाई सब पापबाट शुद्ध पार्छ। कति राम्रो। यसकारण तपाईँ के मेरो पापलाई केले शुद्ध पार्छ होला, केले पखाल्छ होला, के यो तपाईँले खोजिरहनु भएको छ? यदि यसो भने प्रभु यीशु मसीहको रगतले तपाईँको पापलाई पखाल्न सक्छ। अनि जब तपाईँको पाप क्षमा हुन्छ नि, पाप क्षमा पाएपछि तपाईँले मुक्ति पाउनुहुन्छ। मुक्ति पाएपछि तपाईँलाई परमेश्वरले के गर्नुहुन्छ? प्रभुको मण्डलीमा गाड्नुहुन्छ। यसकारण यहाँ प्रेरितको किताबमा लेखेको छ, तब मण्डलीमा गाडेपछि चाहिँ त्यो मण्डलीलाई चाहिँ प्रभुले मेरो दुली भनेर भन्नु। त्यसकारण तपाईँ पनि सृष्टिकर्ता परमेश्वरको एउटा माया प्रेम तपाईँले पाउन सक्नुहुन्छ। अनि एक दिन यो पृथ्वीबाट जब हामी बिदा भएर है हामी जब जान्छौँ तब परमेश्वरले हामीलाई उहाँको साथमा राख्छ। उहाँ दुला अनि हामीलाई एउटा उहाँको दुली बनाएर प्रभुले के गर्नुहुन्छ? राख्नु। यो कतिवटा गहिरो कुराहरू छ त प्रभुले के गरेका हुन् तपाईँलाई बुझ्नको लागि साथ गए। यसका यहाँनिर बताएको पाउनुहोस् त, जतिले उहाँलाई मुक्ति पाए, जतिले मुक्ति पाए उनीहरूलाई परमेश्वरले के गर्नुभयो? मण्डलीमा गाड्नुभयो भन्छ। 2 अध्याय प्रेरित 2 को 47 पदको पढिदिनुहोस्। परमेश्वरको प्रशंसा गर्थे र सबै मानिसहरूबाट कृपा पाउँथे अनि दिनहुँ प्रभुले मुक्ति पाउनेहरूलाई मण्डलीमा थप्नुहुन्थ्यो। कति राम्रो कुरो। जब प्रभुले मुक्ति तपाईँले पाउनुहुन्छ, पापको क्षमा पाउनुहुन्छ, तपाईँलाई प्रभुले मण्डलीमा राख्नुहुन्छ। अनि यो मण्डली चाहिँ प्रभुको दुली हो। त्यो दुलीको एउटा है त्यो पद तपाईँले दिन पाउनुहुन्छ है। अनि अघि हामीले हेऱ्यौँ, म त मण्डली र ख्रिस्ट र मण्डलीको बारेमा पो कुरा गर्दैछु भन्दै थिएँ। त्यस कारण के तपाईँ यो मण्डलीको तपाईँ एउटा अङ्ग, एउटा सदस्य बन्नु भएको छ? के तपाईँ यो सदस्य बन्न चाहनुहुन्छ? तपाईँले प्रभु यीशुलाई विश्वास गर्नुहोस् है। प्रभुले साथ गरेका प्रभुले बनाउनु भएको दिन है। हामी यो 2 जनालाई है प्रभुको वचन अनुसार यिनीहरूलाई प्रभुले साथ गरेका हौँ है। र यिनीहरू एउटा आज्ञाकारी भएर र सफल एउटा परिवार है आउँदो वाला पुस्ताहरूको लागि पनि आशिषको कारण है। र यिनीहरूद्वारा एउटा एकदम के गर्छ? एउटा गडली सिट है एकदम यिनीहरूद्वारा प्रभुले निकालेको आउनुहोस् न। लु मलाकीको किताब 2 अध्यायको 14 र 15 पद पढिदिनुहोस्। त्यसको साथ हामी राख्छौँ। ल पढिदिनुहोस्। मलाकीको किताब 2 अध्यायको 14-15 पढिदिनुहोस् त।
तरै पनि तिमीहरू भन्छौ यो किन? हजुर किनभने परमप्रभु तिमी र तिम्रो जवानीकी पत्नीको बिचमा हजुर। साक्षी हुनुभएको छ। हेर्नुहोस् प्रभु नै साक्षी हुनुहुन्छ अनि जुन पत्नीसित तिमीले विश्वासघात गरेका छौ तर उता तिम्री जीवन साथी र तिम्रो बाचाकी पत्नी हो। जीवन साथी र तिम्रो बाचाकी पत्नी हो। कि उहाँले एउटैलाई मात्र बनाउनु भएन र? हजुर जबकि उहाँसँग आत्माको रहल भाग थियो अनि अनि किन त्यस एउटैलाई मात्र? किनकि उहाँले ईश्वरीय सन्तानलाई खोज्नुहुन्छ। हेर्नुहोस् अब प्रभुले किन यसरी जोडाउनुहुन्छ एउटा विश्वासी एउटा प्रभु पाएको सँग एउटा प्रभु पाएको है बेहुला बेहुली यसरी उनीहरूको के हुन्छ भेट प्रभुले उनीहरूलाई एक बनाउनुहुन्छ। किन? प्रभुको उद्देश्य छ, प्रभुको चाहना छ एउटा कस्तो ईश्वरीय के गर्ने एउटा ईश्वरीय सन्तान तिनीहरूबाट प्रभुले पैदा गर्नुहुन्छ। कति राम्रो यसका प्रभुले पनि है यिनीहरूको वैवाहिक जीवनमा पनि यस्तै ईश्वरीय सन्तान समयमा प्रभुको लागि जिउने सेवा गर्ने है यस्ता सन्तानहरू चाहिँ दिएका। त्यो प्रभुले यस विचारमा आशिष दिएका। अब हामी अरू पद सेवामा